नमस्कार सम्पूर्ण साथीहरू। आज म तपाईँहरूका लागि मध्य प्रदेश वन ऐन 2077 को भाग 3 तपाईँहरू माझ लिएर आएको छु। लामो प्रतीक्षा पश्चात यो भिडियो मैले तपाईँहरूका लागि लिएर आएको छु, किनभने मेरो यो बिचमा युट्युब च्यानल ह्याक भएको थियो। त्यो कारणले गर्दा मैले तपाईँहरूलाई नियमित रूपमा भिडियो दिन सकिरहेको थिएन। त्यसका लागि क्षमा याचना गर्दै अब नियमित रूपमा भिडियो आउने तपाईँहरूलाई जानकारी गराउँदै मध्य प्रदेशमा को वन ऐन 2077 रहेको प्रदेश सरकारद्वारा व्यवस्थित वन परिच्छेद 3 र परिच्छेद 4 रहेको साझेदारी वन व्यवस्थापनको बारेमा मुख्यतया दफा 30 देखि दफा 45 सम्मको विषयका बारेमा म आज तपाईहरूलाई यो भिडियोमा मध्य प्रदेशको वन ऐनले के व्यवस्थाहरू गरेका छन् तत्त सम्बन्धी वन व्यवस्थापनका बारेमा र त्यो व्यवस्थापन सम्बन्धी कुराहरूबाट तपाईँहरूका लागि परीक्षामा के कस्ता प्रश्नहरू सोध्न सक्छन्, त्यसको उत्तरहरू के हो र ती सम्बन्धमा सङ्घीय ऐन नियमहरूमा के व्यवस्था गरिएको छ त भन्ने कुराहरू तपाईँहरूलाई म राख्नेछु। यो भिडियो हेरेर तपाईँहरूले साथीहरूलाई सेयर गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। बिपी ढकाल भन्ने च्यानल छ, त्यसलाई चाहिँ बेल आइकन थिचिदिनु होला, जसले गर्दा तपाईँहरूले मैले राखेको नियमित भिडियो देख्न पाउने हुन्छ, जसका कारण तपाईँहरू भविष्यको वन सेवा प्रदेश वन सेवा मध्य प्रदेशको वन सेवामा कार्यरत रहने अवसर प्राप्त गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र म तपाईँहरूलाई अब मध्य प्रदेश वन ऐन 2077 भएका व्यवस्था परिच्छेद 3 प्रदेश सरकारद्वारा व्यवस्थित वनका बारेमा अगाडि लाँदैछु। र तपाईँहरूलाई सबैभन्दा पहिला सोध्न सक्ने एउटा प्रश्न के हो त भन्दा, मध्य प्रदेशको वन ऐन 2077 प्रदेश सरकारद्वारा व्यवस्थित वनको व्यवस्था परिच्छेद कतिमा गरिएको छ भनेर तपाईँहरूलाई यो प्रश्न सोध्न सक्छ। यो प्रश्न सोधेका खण्डमा के भयो त भन्दा यसको उत्तर परिच्छेद 3 भयो। र परिच्छेद 3 मध्य प्रदेश वन ऐनको परिच्छेद 3 के सम्बन्धी व्यवस्था गरिएको छ भनेर पनि तपाईँहरूलाई सोध्न सक्छ। अब त्यसको उत्तर के हुनुभयो त प्रदेश सरकारद्वारा व्यवस्थित वन। र तपाईँहरूले प्रश्नलाई चाहिँ राम्रोसँग पढेर प्रश्नले के सोधेको छ र हामीलाई दिएको उत्तर 4वटा मध्ये हामीले एउटा सही उत्तर रोज्ने हो। त्यो सही उत्तर के छन् त्यो उत्तरहरू राम्रोसँग पढेर मात्र उत्तर दिनु होला भनेर मैले सुझाव दिन चाहेँ। र म तपाईँहरूलाई फेरि वन ऐन 2077 जोड्न चाहेँ र परिच्छेद 6 भएका व्यवस्थाहरूको बारेमा। र वन ऐन 2077 अर्थात् मध्य प्रदेशको वन ऐन 2077 के व्यवस्था गरिएको छ त भन्ने कुराहरू गर्दा यो दफा 30 चाहिँ कार्ययोजना अर्थात् के को कार्ययोजना त भन्दा हाम्रो यो सरकारद्वारा व्यवस्थित वन अर्थात् प्रदेश सरकारद्वारा व्यवस्थित वन। अब हेर्नुहोस् है, प्रदेशको ऐनले त्यसलाई प्रदेश सरकारद्वारा व्यवस्थित वन भनेर नामाकरण गरेको छ भने सङ्घीय ऐन नियमावलीले त्यसलाई चाहिँ सरकारद्वारा व्यवस्थित वन भनेको छ। ती दुवै जे भने तापनि एउटै कुराहरू हो। अब प्रदेश ऐनले चाहिँ प्रदेश सरकारद्वारा व्यवस्थित भनेको छ। अब के रहेछ त व्यवस्था हेरौँ। दफा 30 को उपदफा 1 के भनेको छ त यो कार्ययोजना सम्बन्धी व्यवस्थामा भन्दा प्रदेश सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापनका लागि के को लागि त भन्दा त्यो प्रदेश सरकारद्वारा के हेर्नुहोस् त व्यवस्थित वनको व्यवस्थापनका लागि यो वन छ एउटा हाम्रो प्रदेशको। यो वन चाहिँ के हो त प्रदेश सरकारद्वारा अथवा सरकारद्वारा व्यवस्थित हुन्छ भने यो वनको के का लागि त व्यवस्थापनका लागि। व्यवस्थापन भनेको के हो त भन्दाखेरि अब हामीले व्यवस्थापन भनेको के हो भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ। अब हेर्नुहोस्, अब व्यवस्थापन भनेको चाहिँ त्यो वनलाई हामीले त्यहाँ भएको वन पैदावारहरू सतत रूपमा उपयोग गर्नका लागि हामीले व्यवस्थापन गर्ने हो। अब त्यसका लागि के गर्नुपर्छ त भन्दा हामीले वनमा विभिन्न प्रकृतिको भनौँ अथवा विभिन्न उमेर समूहको अथवा हाम्रो चाहिँ व्यास समूहको भनौँ डायमिटर समूहको रुख बिरुवाहरू कसरी हुन सक्छ त्यो व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामीले वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्नुपर्ने हुन्छ। हो, त्यो वन
संवर्धन प्रणालीमा व्यवस्थापन हामीले ती वनहरूलाई कसरी गर्ने भन्ने कुराहरू चाहिँ अब यो कार्ययोजनाले बोल्नुपर्ने हुन्छ अबका दिनहरूमा। हेर्नुहोस् है, अब यसका लागि त्यो कार्ययोजना कसरी गर्ने, कहाँ गर्ने, के गरी गर्ने, अघि भने जस्तो उमेर समूह कसरी मिलाउने, जस्तो साना बिरुवाहरूदेखि पोल साइज भयो, त्यसपछि रुखहरू भए, अनि ठुला रुखहरू पनि हुनु पर्यो। ठुला रुखहरू हामी काट्दै साना रुखहरूलाई उम्रने, होइन, बढ्ने अवसरहरू प्रदान गर्छौँ र वन व्यवस्थापन गर्छौँ। अब वन व्यवस्थापनलाई हामीले सहज र छोटो रूपमा बुझ्नु पर्दा कसरी बुझ्नुपर्छ त भन्दा यो प्रकाशको व्यवस्थापन अर्थात् लाइट भन्छौँ हामी, त्यसको व्यवस्थापन हो। यो भनेको कसरी बुझ्नु पर्यो त भन्दा हाम्रो वनमा भएको रुख बिरुवाहरूको गुण के छ, त्यसको हामी सिल्भिस भन्छौँ के। सिल्भिस अर्थात् वन सम्वर्धन अथवा सिल्भिकल्चर, त्यो सिल्भिस के छ, त्यसको गुण के छ, त्यो बिरुवा रुख बिरुवालाई हुर्कनका लागि कस्तो किसिमको चाहिँ प्रकाश चाहिन्छ। यदि त्यो रुख हाम्रो चाहिँ एकदमै प्रकाश चाहने प्रजाति छ भने त्यसलाई हामीले प्रकाशको व्यवस्था गर्नु पर्यो। त्यसका लागि हामीले छत्र चाहिँ बढी खोल्नु पर्यो, होइन। यदि त्यो चाहिँ प्रकाश चाहने नभएर चाहिँ छाया सहने प्रजातिहरू, छाया सहिष्णु भन्छ, त्यस्ता प्रजातिहरू छन् भने हामीले के गर्नु पर्यो त, त्यसलाई चाहिँ कम खोल्नु पर्यो। त्यसको हाम्रो माथिको क्राउन भन्छौँ अर्थात् छत्र भन्छौँ, कम खोल्नु पर्यो। हो, त्यसैले यो प्रकाशको व्यवस्थापन कसरी गर्ने भनेर गरिने व्यवस्थापन चाहिँ वन व्यवस्थापन हो। अब त्यसका लागि अरू अपव्ययहरू पनि छन् के, त्यो चाहिँ मुख्य भयो। त्यसका सहयोगी अरू अपव्ययहरू छन्। हाम्रो वातावरण कस्तो छ, त्यो वनमा हाम्रो विघ्न बाधाहरू कति परेका छन्, अथवा त्यो वनको हाम्रो व्यवस्थापन गर्ने उद्देश्य के हो, यी कुराहरू पनि यो वन व्यवस्थापनमा भर पर्दछन्। हेर्नुहोस् है, त्यसैले गर्दा यी सबै कुराहरूलाई समग्र रूपमा व्यवस्थित रूपमा व्यवस्थापन गर्दै त्यो वनमा आवश्यक पर्ने प्रकाशको व्यवस्थापन गरेर ठुला रुखहरू हटाउँदै साना रुखहरूलाई बढ्ने अवसर प्रदान गर्दै उपभोक्ताहरूको दैनिक आवश्यकताहरू सतत रूपमा परिपूर्ति गर्ने गरी व्यवस्थापन गर्ने योजना गरिएको वन हाम्रो के हो त भन्दाखेरि दिगो वनको व्यवस्थापन कार्ययोजना हो भन्ने कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। त्यसका लागि चाहिँ अब हेर्नुहोस्, प्रदेश सरकारको लागि पनि हामीले त्यही कुरा भनेको, त्यही भन्न खोजेको, त्यही सतत रूपमा व्यवस्थापन गर्ने, दिगो वन व्यवस्थापन गर्ने कुराहरू हो। त्यसका लागि चाहिँ अब व्यवस्थापनका लागि कसले भन्दा डिभिजन वन कार्यालयले, हेर्नुहोस् है, डिएफओ कार्यालयले तोकिए बमोजिमको आवधिक योजना तयार गरी, हेर्नुहोस् है, तोकिए बमोजिमको भनेको छ, यो आवधिक योजना तयार गरी स्वीकृतिका लागि निर्देशनालय मार्फत मन्त्रालयमा पेश गर्नुपर्दछ भन्ने कुराहरू गर्यो। अब यहाँ अहिले म सङ्घीय एनडिएमा के छन् भन्ने प्रावधान चाहिँ पछि तपाईँहरूलाई भन्ने छु। यो दुईटाको बिचमा चाहिँ के गर्नेछु त भन्दाखेरि तुलना गर्नेछु है। भने सबैभन्दा पहिला के गर्नुपर्ने छ, यो वनको सरकारद्वारा व्यवस्थित वनको डिभिजन वन कार्यालयले कार्ययोजना बनाएर आवधिक कार्ययोजना तयार गरेर स्वीकृतिका लागि निर्देशनालयमा पेश गर्नु पर्यो। निर्देशनालय मार्फत कहाँ त भन्दा मन्त्रालयमा पेश गर्ने प्रदेशको भनेको छ। र त्यसकै उपदफा 2 मा के भन्यो, उपदफा 1 बमोजिम पेश भएको कार्ययोजनामा कुनै हेरफेर गर्न आवश्यक देखेमा प्रदेश वन निर्देशनालयले त्यस्ता कार्ययोजना डिभिजन वन कार्यालयमा फिर्ता पठाउन सक्नेछ। अब डिभिजन वन कार्यालयले जुन कार्ययोजना बनाउँछ, अघि भनेको कुनै एउटा यो वनको सरकारद्वारा व्यवस्थित वन भनेको एउटा सानो वन हुँदैन, त्यो चाहिँ उसले डिभिजन वन कार्यालयको क्षेत्र सबै ओगट्ने गरी समेट्ने गरी बनाउनु पर्छ। जस्तो भन्न खोजेको हाम्रो मध्य प्रदेशमा चाहिँ के छ त, मध्य प्रदेशमा चाहिँ कुनै पनि जिल्लामा 2टा वन कार्यालयहरू डिभिजन वन कार्यालय छैनन्। त्यसैले 8वटा जिल्लामा 8वटै मात्र छ। त्यो जिल्लाभरिको मैले यहाँ भने। अब जिल्लाभरिमा हामीले सामुदायिक वन, होइन, साझेदारी वन, अनि सामुदायिक वन, साझेदारी वन, हेर्नुहोस् है, साझेदारी वन यहाँ अहिले कुनै दफामा कुरा गरेको होला। अनि त्यसपछि कबुलियती वन हुन्छ नि, कबुलियती वन, होइन, मैले छोटकरीमा लेखेँ। त्यस्तै अर्को चाहिँ हाम्रो यो दफा 15 वन ऐन 2076 को दफा 15 अनुसारको वन संरक्षण क्षेत्र, होइन, यो वन संरक्षण क्षेत्र, अनि धार्मिक वन, होइन, र संरक्षण क्षेत्र र धार्मिक वन बाहेकको
अरू वनलाई चाहिँ हामी डिभिजनल वन अधिकृतले अथवा डिभिजन वन कार्यालयले प्रदेश सरकारद्वारा व्यवस्थित वनको रूपमा व्यवस्थापन गर्नका लागि कार्ययोजना बनाउने हो। त्यसका लागि चाहिँ हाम्रो सङ्घीय ऐन नियममा पनि यी व्यवस्थाहरू भनिएको छ। जस्तो सङ्घीय वन ऐनको दफा 11मा नेपाल सरकारले यो के भनेको छ भन्दा आन्तरप्रादेशिक वनहरूको समग्र रूपमा वा प्रदेशगत छुट्टा छुट्टै एउटा रणनीतिक योजना बनाउने छ। त्यो स्वीकृत रणनीतिक योजनाको आधारमा प्रदेश सरकारले फेरि आफ्नो प्रदेशका लागि आवधिक रणनीतिक योजना बनाउन सक्छ र त्यो आवधिक रणनीतिक योजनामा आधारित भएर त्यो योजनामा आधारित भएर डिभिजनल वन अधिकृतले फेरि आवधिक रणनीतिक योजना तयार गर्नु पर्यो। कसको त भन्दा आफ्नो डिभिजन वन कार्यालय क्षेत्रभित्रको। र त्यस्तै सङ्घीय वन नियमावली 70 होइन कि 79 को चाहिँ दफा नभनेर यसलाई हामी नियमावली भन्छौँ। नियमावलीको नियम 14 को उपनियम 3 मा पनि यही कुराहरू गरेको छ। सोही अनुसार हामीले बनाएर कहाँ पेश गर्ने हो त? निर्देशनालयमा पेश गर्ने हो। अब निर्देशनालयमा पेश गरिसकेपछि निर्देशनालयले त्यसको अध्ययन अनुसन्धान गर्दा केही कुराहरू संशोधन गर्नु पर्यो अथवा त्यसलाई केही परिवर्तन गर्नु पर्यो भने त्यो चाहिँ पुनः डिभिजन वन कार्यालयमा फिर्ता पठाउने चाहिँ यो कुरा चाहिँ सच्याएर पठाउनु होला भनेर। अब डिभिजनल वन अधिकृतले वन निर्देशनालयको आदेशानुसार भनौँ निर्देशनानुसार चाहिँ के गर्छ भन्दा कार्ययोजना चाहिँ हेरफेर गरेर फेरि कहाँ पठाउनुहुन्छ त भन्दाखेरि त्यसलाई चाहिँ निर्देशनालयमा पेश गर्नुहुन्छ। निर्देशनालयबाट फेरि आफ्नो रायसहित त्यसका लागि अहिले व्यवस्था के छ भन्ने कुराहरू पनि गरौँला। रायसहित चाहिँ कहाँ पठाउनुहुन्छ त भन्दाखेरि मन्त्रालयमा, र त्यो मन्त्रालयले स्वीकृत हुन्छ। अब बनाउने कसले? कार्ययोजना बनाउने डिभिजन वन कार्यालयले। कहाँ पेश गर्ने? प्रदेश वन निर्देशनालयमा। र कसले स्वीकृत गर्ने? प्रदेश मन्त्रालयले स्वीकृत गर्नेछ भनिएको छ। यस्तै प्रश्नहरू हो तपाईँहरूलाई सोध्ने। र उपदफा 3 मा के भन्यो त? त्यसको भन्दा 2 बमोजिम स्वीकृत भएको कार्ययोजना डिभिजन वन अधिकृतले आफ्नो क्षेत्रमा लागू गर्नेछ भनिएको छ। हेर्नुहोस् है, के गर्ने भयो त भन्दा यो दफा 2 अनुसार स्वीकृत भएको कार्ययोजनाको लागू गर्ने चाहिँ अब डिभिजनल वन अधिकृतले। अब यो कार्ययोजनाको विस्तृत रूपमा चाहिँ कसरी के प्रोसेस अनुसार चाहिँ स्वीकृत हुन्छ भन्ने कुरा नियमावलीहरूमा उल्लेख गरिएको छ र सङ्घीय वन नियमावलीमा पनि त्यही कुराहरू चाहिँ उल्लेख गरिएको छ। त्यसका बारेमा के भनिएको छ भन्दाखेरि यहाँ छ कि छैन एकचोटि हेरौँ। छैन भने म तपाईँहरूलाई अलिकति केही कुराहरू राख्छु, नत्र हामी नियमावलीमा पनि त्यसलाई चाहिँ छलफल गर्नेछौँ। ल हेर्नुहोस्, नियम अघि भने नि मैले, यो वन ऐनको नियम 14 मा सरकारद्वारा व्यवस्थित वनको व्यवस्था भनिएको छ। सङ्घीय वन ऐनको चाहिँ मैले अघि चाहिँ तपाईँलाई 11 को कुरा गरेँ। 11 मा आवधिक रणनीतिक योजना, आन्तरप्रादेशिक रणनीतिक योजनाको बारेमा कुरा गरेको हो। यो सङ्घीय वन ऐनको दफा 14 मा चाहिँ सरकारद्वारा व्यवस्थित वनको व्यवस्थाको बारेमा व्यवस्था गरेको छ। सङ्घीय वन ऐनमा चाहिँ डिभिजनल वन अधिकृतले राष्ट्रिय वनको कुनै भागलाई सीमाङ्कन गरी नेपाल सरकारबाट स्वीकृत रणनीतिक योजना भनेको यो चाहिँ दफा 11 बमोजिमको है योजनाको अधीनमा रही सरकारद्वारा व्यवस्थित वनको रूपमा व्यवस्थापन गर्न सक्नेछ भनेको छ। त्यही आधारमा यहाँ चाहिँ यो कुराहरू गरिएको। अब यसको विस्तृत स्वीकृत गर्ने प्रावधान चाहिँ निर्देशनालयमा पेश गर्ने कुरा निर्देशनालयमा पेश गरिसकेपछि निर्देशनालयले चाहिँ मन्त्रालयमा आफ्नो रायसहित पठाउँछ र मन्त्रालयले स्वीकृत गरेपछि लागू हुन्छ भन्ने कुराहरू भयो। यति चाहिँ यसका व्यवस्थाहरू भए। अब दफा 31 मा के कुराहरू भनिएको रहेछ त्यसका बारेमा मैले तपाईँहरूलाई यति कुराहरू गरेँ भने 31 मा के छ त? दफा 31 मा के भनेको छ त भन्दा प्रदेश सरकारद्वारा व्यवस्थित वनमा अन्य कार्य गर्न प्रतिबन्ध। अब प्रदेश सरकारद्वारा व्यवस्थित वन जुन हाम्रो दफा 30 को उपदफा 2 अनुसार स्वीकृत भयो, कसले स्वीकृत गर्यो? प्रदेशको मन्त्रालयले स्वीकृत गरिसकेपछि त्यो वनमा चाहिँ विभिन्न कार्यहरू गर्नका लागि चाहिँ के गरिएको हुन्छ? प्रतिबन्ध लगाइएको हुन्छ। जस्तो यहाँ के भन्यो? कार्ययोजनाले निर्दिष्ट गरेको कार्य तथा वन विकास कार्यबाहेक भनेको यो 2 बमोजिम स्वीकृत भएको कार्ययोजना हुन्छ नि हो, त्यो कार्ययोजनामा के कामहरू गर्ने भनिएको छ। अबका दिनमा डिभिजन वन कार्यालयले बनाउने यी कार्ययोजनाहरूमा चाहिँ वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन चाहिँ हुनुपर्ने छ। हेर्नुहोस् है, जुन हाम्रो सङ्घीय वन नियमावलीको नियम 15 अनुसारको चाहिँ अब हुनैपर्छ अनिवार्य रूपमा। अन्यथा त्यो कार्ययोजनाको चाहिँ पहिलाको जस्तो हाम्रो एकदम के भन्छ ट्रेडिसनल भनौँ परम्परागत कार्ययोजनाहरू बनाएर अब काम छैन। अबको भनेको हाम्रो अबको काम भनेको वनलाई
के गर्यो त उत्पादनशील रूपमा चाहिँ व्यवस्थापन गर्नु पर्यो। त्यो वनबाट वन पैदावार सतत रूपमा उत्पादन गरेर वनको दिगो विकास पनि हुनु पर्यो, काठदाउराको दिगो रूपमा आपूर्ति पनि हुनु पर्यो र त्यो काठदाउरालाई हामीले बजारसित लगेर जोड्नु पनि पर्यो र त्यसका आधारमा हामीले राज्यमा चाहिँ वन क्षेत्रबाट समृद्धि लिएर आउने कामहरू गर्नु पर्यो। जुन हाम्रो हरित जब भन्छौँ, हरित रोजगारी चाहिँ यसबाट जति आइरहेको छ अहिले हामीले त्यसको 1/3 पनि पाउन सकिरहेको अवस्था छैन। किन त भन्दा हामीले वनको यो वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिरहेका छैनौँ। त्यसका लागि अब हामीले तयार हुनुपर्ने अवस्थाहरू गरेको छ र यो कार्ययोजनाले चाहिँ ती कुराहरू भनेको हुन्छ। ती कुरा भनेको यो त्यही कुराहरू के काम कटानका निर्दिष्ट कार्ययोजना होला। जस्तो हामीले अब कुन सम्वर्धन प्रणाली अपनाउने कुरा गर्छौँ, त्यो वन कस्तो हो, सालको वन हो कि सल्लाहको वन हो कि, त्यो आधारमा हामीले यो वन सम्वर्धन प्रणाली चाहिँ के गरेका हुन्छौँ त चुज गरेका हुन्छौँ अथवा छनौट गरेका हुन्छौँ। त्यसको आधारहरू धेरै छ। यहाँ म त्यतातिर जान चाहिन्न, यो ऐन कानुनका कुराहरू मात्र म यहाँ गर्दैछु। भनेपछि त्यो कार्यहरू लेखिएको हुन्छ त्यसमा, त्यही कार्यहरू र वन विकास कामहरू के वन विकास गर्ने विभिन्न कामहरू, हाँगा काट्ने, वृक्षारोपण गर्ने, यस्ता किसिमका वनलाई संरक्षण गर्ने, सम्वर्धन गर्ने विभिन्न कार्यहरू छ। त्यो कार्यबाहेक प्रदेश सरकारद्वारा व्यवस्थित वनमा अन्य कुनै पनि काम गर्न चाहिँ पाइएन। त्यो कार्ययोजनाले जे भनेको छ त्यो काम मात्र गर्नु पर्यो। तर नेपाल सरकारको मन्त्रालय वा प्रदेश मन्त्रालयबाट स्वीकृत कार्यविधिको अधीनमा रही वैज्ञानिक अध्ययन अनुसन्धान गर्न बाधा परेको मानिने छैन। अब त्यो कार्ययोजनामा चाहिँ यदि हाम्रो वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने कार्य लेखिएको छैन भने पनि नेपाल सरकारको मन्त्रालय भनेको अहिले चाहिँ अब हामीले के बुझ्नु पर्यो, कृषि वन तथा पर्यावरण मन्त्रालय भनेर बुझ्नु पर्यो। यो समय समयमा वन मन्त्रालयका नामहरू परिवर्तन हुन भइरहेका हुन्छन्। तपाईँलाई परीक्षामा साधारणतया अब यही कुरा पनि सोध्न सक्छ कि अहिले चाहिँ सङ्घीय वन मन्त्रालयको नाम के छ, प्रदेश वन मन्त्रालयको नाम के छ भनेर पनि सोधिरहन सक्छ है साथीहरू। र त्यो नेपाल सरकारको हाम्रो मन्त्रालय, सङ्घीय मन्त्रालय वा प्रदेशकै मन्त्रालयले स्वीकृत भएको कुनै वैज्ञानिक अध्ययन अनुसन्धानको कामहरू जुन चाहिँ हाम्रो यो दफा 30 को उपदफा 2 अनुसार स्वीकृत भएको कार्ययोजनामा लेखिएको छैन भने पनि त्यो काम चाहिँ गर्न बाधा परेको मानिने छैन, त्यो काम गर्न पाइन्छ भनेको। अब यी दुईटा दफाबाट कस्तो किसिमको प्रश्नहरू तपाईँहरूलाई सोध्न सक्छ त भन्ने कुराहरू मैले यहाँ राखेको छु। जस्तो प्रदेश वन एन्ड बमोजिम भनेको 2077 को प्रदेश सरकारद्वारा व्यवस्थित वनको आवधिक कार्ययोजना कसले बनाउँछ भन्ने कुरा, यो 30 को उपदफा 1 मा भनेको छ। कसले? डिभिजन वन कार्यालयले बनाउँछ। हेर्नुहोस् उत्तर यहाँ छ, डिभिजन वन कार्यालयले बनाउँछ। कसले बनाउँछ? डिभिजन वन कार्यालयले बनाउँछ। अब प्रदेश वन एन्ड बमोजिम प्रदेश सरकारद्वारा व्यवस्थित वनको आवधिक योजना तयार गरी स्वीकृतिका लागि कहाँ पेश गर्नुपर्छ? यहाँ हेर्नुहोस्, यसको उत्तर के हो त? यहाँ छ। कहाँ हो त? निर्देशनालयमा पेश गर्नु पर्यो। र 3 नम्बरमा के भन्यो? यो चाहिँ 1 ले कसले बनाउँछ भन्यो, 2 ले कहाँ पेश बनाइसकेर कहाँ पेश गर्नुपर्छ भन्यो, निर्देशनालयमा पेश गर्नु पर्यो। र 3 मा प्रदेश वन एन्ड बमोजिम प्रदेश सरकारद्वारा व्यवस्थित वनको आवधिक कार्ययोजना कसले स्वीकृत गर्छ भन्यो भने यसको उत्तर यहाँ छ। हेर्नुहोस् है, कसले त? मन्त्रालयले स्वीकृत गर्छ। को मन्त्रालय? प्रदेशको मन्त्रालय। अब 4 नम्बरमा के छ त? प्रदेश वन एन्ड बमोजिम प्रदेश सरकारद्वारा व्यवस्थित वनको स्वीकृत आवधिक कार्ययोजना बमोजिम कुन निकायबाट स्वीकृत कार्यविधिको अध्ययन गरी वैज्ञानिक अध्ययन अनुसन्धान गर्न सकिनेछ भने कुन निकायबाट स्वीकृत भएको त भन्दाखेरि यो यहाँनिर छ। हेर्नुहोस्, नेपाल सरकारको मन्त्रालय वा प्रदेश मन्त्रालयबाट स्वीकृत कार्यविधिको अधीनमा रही। कहाँबाट रहेछ त? नेपाल सरकारको मन्त्रालय वा यो चाहिँ प्रदेश मन्त्रालयबाट स्वीकृत कार्ययोजनाको अधीनमा रही वैज्ञानिक अध्ययन अनुसन्धान चाहिँ गर्न सकिनेछ। अथवा तपाईँलाई कसरी सोध्न सक्छ कहिलेकाहीँ भन्दाखेरि, जस्तो प्रदेश सरकारद्वारा व्यवस्थित वनमा कार्ययोजनामा उल्लेख गरिएका बाहेक अन्य कामहरू गर्न प्रतिबन्ध लगाइएको छ, तर कस्ता कामहरू गर्न पाइनेछ भनेर सोध्न सक्छ। अर्को प्रश्न यहाँ मैले लेखेको रहेनछु है। यो कार्ययोजनाले उल्लेख गरेका बाहेक कस्तो किसिमको कामहरू पनि गर्न पाइनेछ भन्यो भने नेपाल सरकारको मन्त्रालय वा प्रदेश सरकारको मन्त्रालयबाट स्वीकृत कार्यविधिको अधीनमा रही वैज्ञानिक अध्ययन अनुसन्धानका कार्यहरू गर्न पाइनेछ भन्ने चाहिँ यसको उत्तर चाहिँ तपाईँको सही हुने भयो। ल, यसरी मैले तपाईँहरूलाई 30 र 31 का बारेमा कुरा गरेँ। म अब अघिल्लो दफामा तपाईँहरूलाई जोड्न चाहेँ, अघिल्लो दफामा लैजान चाहेँ, त्यसबाट के सोच्छ त्यसको बारेमा भन्न चाहेँ। ल हेर्नुहोस्, अब
अब दफा 32 मा के कुराहरू गरेको छ भन्दा प्रदेश सरकारद्वारा व्यवस्थित वनको वन पैदावारको स्वामित्व र बिक्री वितरण चाहिँ कसले गर्नेछ, के छ, कस्तो व्यवस्था चाहिँ यसले गरेको छ भन्ने कुराहरू। अब हेर्नुहोस्, दफा 32 को दफा 1 अनुसार प्रदेश सरकारद्वारा व्यवस्थित वनमा रहेको वन पैदावारको स्वामित्व चाहिँ कसको हुनेछ त? प्रदेश सरकारकै हुनेछ। अब यसले के भन्यो? मधेस प्रदेश सरकारको हुनेछ भन्ने कुराहरू गर्यो है। के बुझ्नु पर्यो? अब प्रदेश सरकारमा रहेको वनमा रहेको वन पैदावारको स्वामित्व चाहिँ प्रदेश सरकारको हुनेछ है। अब उपदफा 2 मा के भन्यो भन्दा एक बमोजिमको वन पैदावार उपयोग गर्न, हटाउन वा बिक्री वितरण गर्न, निकासी गर्न वा ओसार पसार गर्न डिभिजन वन अधिकृतले तोकिए बमोजिमको इजाजत दिन सक्नेछ। अब तपाईँलाई वन पैदावारको बिक्री वितरण, सङ्कलन, उपयोग, हटाउन, ओसार पसार गर्न, निकासी गर्न कसको अनुमति लिनुपर्छ भन्यो भने डिभिजन वन अधिकृतको अथवा डिभिजनल वन अधिकृतको। अनि प्रदेश सरकारद्वारा व्यवस्थित वनमा रहेको वन पैदावारको स्वामित्व कसको हुन्छ भनेर सोध्यो भने प्रदेश सरकारको। र 3 मा के भन्यो? उपदफा 2 बमोजिम इजाजत दिइने वन पैदावारको मूल्य वा दस्तुर तोकिए बमोजिम हुनेछ भन्ने कुराहरू गरेको छ। अब यो तोकिए बमोजिमको कुराहरू चाहिँ प्राय हाम्रो नियमावलीले तोक्छ। अब यो नियमावलीमा पनि के कुरा भनिएको होला भन्दा यो राजस्व तोक्ने अधिकार सङ्घीय सरकारलाई छ के, राजस्वहरू तोक्ने अधिकार सङ्घीय सरकारलाई छ। सो बमोजिम हाम्रो वन नियमावली 2079 को अनुसूची 6, 7, 8 मा चाहिँ यो राजस्वहरू तोकिएको छ। त्यो अनुसारको मूल्य लिएर चाहिँ बिक्री वितरण गर्ने हो है। त्यसरी चाहिँ हामीले बुझ्नु पर्यो। अब यसबाट सोध्न सकिने प्रश्न अघि पनि मैले तपाईँहरूलाई भनिसकेँ, तैपनि फेरि जोड्न चाहेँ। हेर्नुहोस् है, प्रदेश सरकारद्वारा व्यवस्थित वनको वन पैदावारको स्वामित्व कसको हुनेछ भन्यो भने कसको हुनेछ त? यसको उत्तर के भयो त? उत्तर यहाँ हेर्नुहोस्, प्रदेश सरकारको रहनेछ। अब वन पैदावार उपयोग गर्न, हटाउन वा बिक्री वितरण गर्न वा ओसार पसार गर्न कसले अनुमति दिन सक्छ भन्यो भने यहाँ छ। अब अर्को चाहिँ यो इजाजत दिइने वन पैदावारको मूल्य वा दस्तुर चाहिँ कसले तोक्न सक्छ, कसले तोकेको हुन्छ, कुन मूल्यमा दिनुपर्छ भनेको तोकिए बमोजिम भनेको नियमावलीमा उल्लेख गरे अनुसार त्यो चाहिँ प्रदेश सरकारले तोक्ने होइन कि त्यो चाहिँ कसले तोक्न सक्छ त भन्दा सङ्घीय सरकारले वन नियमावली 2079 को अनुसूची 6, 7, 8 मा चाहिँ यी कुराहरू तोकेको छ है। त्यो अनुसार चाहिँ के हुने भयो त? तोकिने भयो। सोही अनुसार चाहिँ बिक्री वितरण गर्ने कसले त? प्रदेश सरकारले, डिभिजन वन अधिकृतले गर्नेछ भन्ने कुराहरू भयो। अब अर्को दफामा म तपाईँहरूलाई जोड्न चाहेँ, दफा 33। यसमा के कुराहरू गरेको छ त भन्दा चाक्ला वनको बारेमा कुरा गरेको छ। हेर्नुहोस् है, यो चाक्ला वन भनेको के हो भन्ने कुराहरू हामीले पहिला पनि कुरा गरेका थियौँ। मैले तपाईँहरूलाई पहिलो भिडियोहरूमै भनिसकेको छु। अब यो मध्य प्रदेशले पनि चाक्ला वनका बारेमा उल्लेख गरेको छ दफा 33 मा। यसको उपदफा 1 मा के भन्यो भन्दा वनको उत्पादकत्व वृद्धि गर्ने प्रयोजनको लागि प्रदेश सरकारद्वारा व्यवस्थित वनको कुनै भागलाई प्रदेश सरकारले सीमाङ्कन गरी चाक्ला वनको रूपमा व्यवस्थापन गर्न सक्छ। यो चाहिँ भनेको के हो भन्दाखेरि एक्चुअली म फेरि सेयर गरेँ। अब जस्तो तपाईँहरूलाई के भन्यो त भन्दाखेरि यहाँ मैले अहिले तपाईँहरूलाई के कुराहरू गरिरहेको छु, दफा 33 को बारेमा कुरा गरिरहेको छु। जस्तो प्रदेश सरकारद्वारा व्यवस्थित वनमा चाहिँ यो प्रदेश, जस्तो यो एउटा प्रदेश सरकारद्वारा व्यवस्थित वन भयो, यो कुनै डिभिजन वन कार्यालय भयो। यही यसको कुनै सर्टेन भाग हामीले अघि मैले भने जस्तै तपाईँलाई यो सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, वन संरक्षण क्षेत्र, धार्मिक वनहरू बाहेकको क्षेत्रहरू हामीले प्रदेश सरकारद्वारा व्यवस्थित वनको रूपमा चाहिँ के गर्ने हो त? व्यवस्थापन गर्ने हो। अब तपाईँहरूलाई यहाँ चाहिँ प्रदेश सरकारद्वारा व्यवस्थित गर्न सक्ने वनको चाहिँ त्यो नक्साङ्कन पनि गरिएको हुन्छ, जुन हाम्रो अघिको दफा 30 बमोजिमको स्वीकृत कार्ययोजनामा। कहाँनिर हो त त्यो भन्ने कुरा। अब जस्तो कुनै एउटा यो भाग छ, यहाँ चाहिँ ठुलो एउटा चाहिँ वन छ, चाक्ला वन भनेको के हो त भन्दा अलि प्रोडक्सन फरेस्ट, अलि ठुलो क्षेत्रमा फैलिएको त्यो वनलाई हामी चाक्ला वन भन्छौँ, चाक्लाको रूपमा रहेको के। अब यो वन छ भने यो वनलाई चाहिँ, यो वनको के उद्देश्य भन्दाखेरि उत्पादकत्व वृद्धि गर्ने। प्रदेश सरकारद्वारा व्यवस्थित वनलाई चाक्ला वनको रूपमा कुन उद्देश्यका लागि हामीले व्यवस्थापन गर्न सक्छौँ भन्यो भने उत्पादकत्व वृद्धि गर्ने हैन। अब कुनै भागलाई प्रदेश सरकारले सीमाङ्कन गरी चाक्ला वनको रूपमा व्यवस्थापन गर्न सक्छ। अब यो चाहिँ सीमाङ्कन गर्ने प्रदेश सरकारले के अरे चाक्ला वनको रूपमा व्यवस्थापन कसले गर्ने अनुमति कसले दिन सक्छ भन्ने कुराहरू प्रदेश सरकारबाट अनुमति हुनुभयो। तर त्यसको सबै कुरा गर्ने, भोलि व्यवस्थापन गर्ने, त्यसको चाहिँ कार्ययोजनाहरू बनाउने, वन सम्वर्धन प्रणाली सबै काम चाहिँ डिभिजन वन कार्यालयले गर्ने हो। र
जब प्रदेश सरकारले निर्णय गर्यो नि यो 4 किला तोकेर कुनै भागलाई के को रूपमा त चाक्ला वनको रूपमा बनाउने भनेर हो, त्यो त्यो कुरालाई चाहिँ भनौँ प्रदेशको राजपत्रमा अब सूचना प्रकाशित गर्नु पर्यो। यो भनेको दफा 2 ले भनेको छ 33 को। उपदफा 1 बमोजिम व्यवस्थापन गर्ने वनको सीमाङ्कन खुलाई प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने छ भन्ने कुरा गर्यो। त्यस्तै उपदफा 3 मा के भन्यो त 33 को भन्दा उपदफा 1 बमोजिम व्यवस्थापन गरिने चाक्ला वन तोकिए बमोजिम प्रतिस्पर्धाको आधारमा तोकिएको अवधिका लागि निजी क्षेत्रसँगको साझेदारीमा समेत व्यवस्थापन गर्न सकिनेछ। यो भनेको चाहिँ के हो भन्दाखेरि यो चाक्ला वन छ। अब यो चाक्ला वनका लागि चाहिँ कुनै एउटा ए भन्ने निजी क्षेत्र हुनसक्छ, यो काष्ठ व्यवसाय हुनसक्छ, कुनै जुनसुकै कुराहरू हुनसक्छ के, त्यो एबिसी भन्ने कुनै निजी क्षेत्र, यिनीहरू को हुनु त निजी क्षेत्र, सरकार होइन, निजी क्षेत्र, निजी व्यक्ति हुनु पर्यो, निजी क्षेत्र कुनै चाहिँ वन क्षेत्रसँग सम्बन्धित काम गर्न चाहने त्यस्ता व्यक्तिहरूलाई प्रतिस्पर्धा भनेको चाहिँ के हो भन्दाखेरि अब यहाँ चाहिँ एबिसिडी भन्ने थुप्रै निजी क्षेत्रहरूले यदि रुचि जनाए यो वनलाई चाहिँ म वन संवर्धन प्रणालीमा आधारित चाक्ला वनको रूपमा चाहिँ व्यवस्थापन गर्छु। साधारणतया हाम्रो तराईको वन सबै के छ त भन्दा साल वनको चाहिँ डोमिनेन्सी छ, भनेको साल वनको प्रभुत्व छ, बाहुल्यता छ। त्यस्ता वनहरूलाई हामी चाहिँ प्राय अब त्यो वनको अवस्था हेरेर पनि हुन्छ, यो इरेगुलर सेल्टरवुड सिस्टमबाट व्यवस्थापन गर्न सक्छौँ। त्यसमा के हुन्छ त भन्दा हाम्रो कुनै पनि कम्पार्टमेन्टहरूलाई त्यो वनमा भएको वन पैदावार भनौँ, रुखको चाहिँ अब रोटेसन भन्छौँ हामी, काट्ने उमेर के कति वर्षको उमेरमा त्यो काट्न लायक हुन्छ, त्यसलाई हामी रोटेसन भन्छौँ। त्यो रोटेसन र त्यो वनमा बिरुवा उम्रिएर त्यो बिरुवा चाहिँ स्थापित हुन कति समय लाग्छ, त्यो समयलाई हामी पुनरुत्पादन वर्ष भन्छौँ। त्यो रोटेसनलाई पुनरुत्पादन अर्थात् रोटेसन भनेको कटान गर्ने उमेर, त्यसलाई चाहिँ हाम्रो यो के भन्छ पुनरुत्पादन वर्षले भाग गर्दा जति आउँछ त्यतिवटा फेरि हामी के भन्छौँ सब कम्पार्टमेन्ट अर्थात् पिरियोडिक ब्लक्स भन्छ, त्यसमा हामी विभाजन गरेर त्यो पिरियोडिक ब्लक अनुसार चाहिँ हामीले के गर्नुपर्छ व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो योजना चाहिँ बनाउने हो, त्यो योजना स्वीकृत गराउने हो है। त्यसका लागि चाहिँ अब एबिसिडी भन्ने कुनै संस्थालाई प्रतिस्पर्धा भनेको अब टेन्डर गराएर है आधारमा तोकिएको अवधिको लागि 5 वर्ष 10 वर्ष 20 वर्ष कति हुन्छ सहकारीमा समेत गर्न सकिनेछ भनेको 3 ले है। यसरी सहकारीमा दुईटा मिलेर डिभिजन वन कार्यालय र निजी क्षेत्र मिलेर सहकारीमा, तर यो एबिसिडी भन्ने निजी क्षेत्र चाहिँ को हुने भन्ने चाहिँ कसरी चुनिन्छ त भन्दा प्रतिस्पर्धाको आधारमा चुनिन्छ भनिएको छ है। र 4 मा के भन्यो 33 को उपदफा 4 ले उपदफा 3 बमोजिम निजी क्षेत्रको साझेदारीमा चाक्ला वन व्यवस्थापन गर्ने भएमा प्रदेश सरकारको सहमति लिनु पर्यो। डिभिजन वन अधिकृतले कसको सहमतिमा यो प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रको सँगको सहकार्यमा अथवा साझेदारीमा चाक्ला वनको व्यवस्थापन गर्न सक्छ भन्यो भने त्यसका लागि प्रदेश सरकारको अनुमति लिनुपर्छ भन्ने कुराहरू चाहिँ यसको सही उत्तर भयो। यो सोध्न सक्ने प्रश्नहरू पनि भयो तपाईहरुलाई है। चाक्ला वनको रूपमा व्यवस्थापन गर्दा कसले तोक्छ भन्ने कुरा प्रदेश मन्त्रालयले। अब चाक्ला वनलाई हामीले निजी क्षेत्रको साझेदारीमा व्यवस्थापन गर्नु पर्यो भने कसको सहमति लिनुपर्छ भनेर सोध्यो भने त्यो चाहिँ हाम्रो प्रदेश सरकारले हैन। यो यति कुराहरू भयो। अब उपदफा 5 मा के भनेको छ दफा 33 के भन्दा उपदफा 3 बमोजिम निजी क्षेत्रको साझेदारीमा व्यवस्थापन गरिएको चाक्ला वनको लागत तथा वन परिवारको बाँडफाँड तोकिए बमोजिम हुन्छ भनेको यो चाहिँ हाम्रो नियमावलीमा तोकेको होला। त्यस्तो बेलामा हामी छलफलमा यसलाई हेरौँला भने उपदफा 6 मा के भन्यो भन्दाखेरि उपदफा 2 बमोजिम निजी क्षेत्रको साझेदारीमा व्यवस्थापन गरिएको चाक्ला वन त्यस्तो अवधि समाप्त भएपछि तोकिए बमोजिम प्रदेश सरकारमा हस्तान्तरण हुनेछ। जस्तो यो चाक्ला वन चाहिँ ए भन्ने हामीले कुनै निजी क्षेत्रसँगको साझेदारीमा 15 वर्षलाई व्यवस्थापन गरिरहेका थियौँ। अब यसको यो 15 वर्ष अवधि सकियो भने त्यसपछि चाहिँ के हुन्छ त भन्दा अवधि सकिएपछि हैन, के सकिएपछि अवधि सकिएपछि के त त्यो 15 वर्षीय अवधि कति तोकिएको हुन्छ हामीले सुरुमा सम्झौता गर्दाखेरि त्यो अवधि सकिएपछि त्यो वन चाहिँ के को रूपमा व्यवस्थापन गरिनेछ, त्यो वन कसलाई हस्तान्तरण गर्नुपर्ने छ भनेर तपाईलाई प्रश्न सोध्यो भने प्रदेश सरकारमा हस्तान्तरण हुनेछ भन्ने कुरा चाहिँ यसले बुझायो। र दफा 33 को 1 देखि 6 सम्म भएका
कुराहरूको बारेमा मैले तपाईँहरूलाई गरेँ। त्यो कुराहरू भनेको त्यो के का व्यवस्था हो त भन्दा चाक्ला वन सम्बन्धी व्यवस्था हो। त्यो चाक्ला वन व्यवस्थाको बारेमा प्रदेश मन्त्रालयले सीमाङ्कन गरेर कुनै क्षेत्रलाई चाक्ला वनको रूपमा व्यवस्थापन गर्न सक्ने भयो र चाक्ला वन व्यवस्थापन गर्ने क्षेत्रलाई 4 किल्ला सहित प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्नु पर्यो र त्यस्तो चाक्ला वनहरूलाई चाहिँ निजी क्षेत्रको सहकार्यमा प्रतिस्पर्धाको आधारमा साझेदारीमा पनि गर्न सकियो र त्यसरी साझेदारीमा निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन गर्नको लागि प्रदेश सरकारको अनुमति लिनुपर्छ, सहमति लिनुपर्छ र त्यसको निजी क्षेत्रसँग साझेदारीमा हामीले व्यवस्थापन चाक्ला वनको रूपमा व्यवस्थापन गरेमा त्यसको वन परिवारको बाँडफाँड तोकिए बमोजिम हुनेछ भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ र अवधि समाप्त भए पश्चात त्यो साझेदारी वन चाहिँ प्रदेश सरकारमा हस्तान्तरण हुनेछ भन्ने व्यवस्था चाहिँ दफा 33ले गरेको छ। अब यो दफाबाट सोध्न सक्ने प्रश्नहरूका बारेमा पनि मैले तपाईँहरूलाई अघि भने हैन र के कुराहरू रहेछ त भन्ने कुराहरू गरे। जस्तो प्रदेश सरकारद्वारा व्यवस्थित वनको मुख्य उद्देश्य के हो भन्दाखेरि उत्पादकत्व। यसको उत्तर के हो त? यहाँ हेर्नुहोस्, यसको उत्तर के हो? यो हो। के गर्ने त? उत्पादकत्व वृद्धि गर्ने। त्यस्तै प्रदेश सरकारद्वारा व्यवस्थित वनलाई सीमाङ्कन गरी चाक्ला वनको रूपमा कसले व्यवस्थापन गर्न सक्छ भन्यो भने यहाँ यसको उत्तर यो हो, प्रदेश मन्त्रालयले। हेर्नुहोस् है, 2 को 3 मा के भनेको छ? चाक्ला वनको 4 किल्ला खुलाइ केमा सूचना प्रकाशित गर्नुपर्छ भन्दा प्रदेश राजपत्रमा। यहाँ हेर्नुहोस्, यसको उत्तर यो भयो है। त्यस्तै अब अर्को प्रश्न, चाक्ला वनलाई कसरी तोकिएको अवधिका लागि निजी क्षेत्रसँगको साझेदारीमा समेत व्यवस्थापन गर्न सकिनेछ भन्यो भने यो चाहिँ यसको उत्तर यो भयो, प्रतिस्पर्धाको आधारमा। तोकिए बमोजिमको प्रतिस्पर्धाको आधारमा। अब 5औं नम्बरमा के प्रश्न छ? चाक्ला वनको अवधि समाप्त भए पश्चात सो चाक्ला वन कसलाई हस्तान्तरण हुन्छ भन्यो भने यो यसको उत्तर चाहिँ यो प्रदेश सरकारमा। यसरी तपाईँहरूलाई यो 5वटा प्रश्न सम्भावित प्रश्नहरू भए, यसका उत्तरहरू पनि मैले तपाईँहरूलाई यहाँ देखाएँ। यसरी चाहिँ के हुन सक्छ त? यस्ता प्रश्नहरू सोध्न सक्छ। यो प्रश्नलाई अरू नै किसिमले पनि सोधिरहेको हुनसक्छ। तर तपाईँले के बुझ्नु पर्यो? चाक्ला वनको व्यवस्थापन गर्नुको उद्देश्य भनेको त्यो वनको उत्पादकत्व वृद्धि गर्ने, त्यसको उत्पादन बढाउने। त्यो कुराहरू बुझ्नुभयो भने जसरी प्रश्न सोधे पनि तपाईँहरूले त्यसको उत्तर दिन सक्नुहुन्छ। त्यही भएर यहाँ लेखिएको भनेका कुराहरू राम्रोसँग बुझ्नु हुन मैले चाहिँ अनुरोध गरेँ। अब म तपाईँहरूलाई अर्को दफातिर लान चाहेँ। दफा 34 मा के व्यवस्था गरिएको छ त भन्दा चाक्ला वनको कार्ययोजना। अब यो चाक्ला वनको कार्ययोजना कसरी बन्छ, कसले बनाउँछ भन्ने कुराहरू यहाँ गरिएको छ। जस्तो उपदफा 1 मा के भन्यो? चाक्ला वन व्यवस्थापनको लागि डिभिजन वन कार्यालयले तोकिए बमोजिम कार्ययोजना तयार गरी सिफारिसको लागि निर्देशनालयमा पेश गर्छ। अब चाक्ला वनको कार्ययोजना कसले बनाउने भयो त? डिभिजन वन कार्यालय। चाक्ला वन तोक्ने, त्यसको चाहिँ सीमाङ्कन गरेर तोक्ने काम, यसलाई चाक्ला वनको रूपमा बनाउने हो भनेर तोक्ने काम प्रदेश मन्त्रालयले गर्ने हो। तर चाक्ला वनको अब कार्ययोजना बनाउने काम चाहिँ डिभिजन वन कार्यालयले गर्छ है। अब उपदफा 2 मा के भन्यो? उपदफा 1 बमोजिम पेश भएको कार्ययोजनामा कुनै हेरफेर गर्न आवश्यक देखेमा निर्देशनालयले डिभिजन वन कार्यालयलाई फिर्ता पठाउन सक्नेछ र आवश्यक हेरफेर सहित डिभिजन वन कार्यालयबाट प्राप्त भएको कार्ययोजना निर्देशनालयको सिफारिसमा मन्त्रालयले स्वीकृत गर्नेछ। अब तपाईँलाई सोध्न के सक्छ प्रश्न भन्दा यो चाक्ला वनको कार्ययोजना कसले स्वीकृत गर्छ? चाक्ला वनको कार्ययोजना कसले बनाउँछ? बनाइसकेपछि कहाँ पेश गर्ने? कसले बनाउँछ? डिभिजन वन कार्यालयले। कहाँ पेश गर्ने? निर्देशनालयमा। कसले स्वीकृत गर्छ? मन्त्रालयले। र उपदफा 2 बमोजिम स्वीकृत भएको कार्ययोजना डिभिजन वन अधिकृतले कार्यान्वयन गर्छ र चाक्ला वनको कार्ययोजनाको कार्यान्वयन कसले गर्छ? डिभिजन वन अधिकृतले हो। यो कुराहरू चाहिँ प्रश्नमा सोध्न सक्छ। त्यसको उत्तरहरू चाहिँ मैले यहाँ देखाइ पनि सकेको छु। यही कुराहरू यहाँ छ। हेर्नु, 34बाट सोध्न सक्ने सम्भावित प्रश्नहरू भनेको के हो त? चाक्ला वनको कार्ययोजना कसले तयार गर्छ? यहाँ हेर्नुहोस्, यहाँ छ। यसको उत्तर यो भयो। के भयो त? डिभिजन वन कार्यालयले। त्यस्तै तयार भएको चाक्ला वनको कार्ययोजना स्वीकृतिको लागि कुन निकायको सिफारिस पर्दछ भन्यो भने यो प्रदेश वन निर्देशनालयको सिफारिस आवश्यक पर्दछ। त्यस्तै चाक्ला वनको कार्ययोजना कसले स्वीकृत गर्छ भन्यो भने कसले स्वीकृत गर्छ? मन्त्रालयले। यहाँ सिफारिस कसो चाहिन्छ भन्ने कुराको उत्तर यहाँ पनि देख्न सक्नुहुन्छ। यो हो, यो पनि हो हैन। अब त्यस्तै स्वीकृत चाक्ला वनको कार्ययोजना कसले कार्यान्वयन गर्छ भन्दा डिभिजनल वन अधिकृतले कार्यान्वयन गर्छ। यसको उत्तर चाहिँ भयो। यो 34बाट सोध्न सक्ने प्रश्नहरू यो भए। यसका उत्तरहरू यी भए भनेर मैले तपाईँहरूलाई यहाँ देखाएँ। यसलाई राम्रोसँग तपाईँहरूले पढ्नुभयो, बुझ्नुभयो भने अवश्य पनि यो 34 दफाबाट जे प्रश्न सोधे पनि तपाईँहरूले सजिलैसित उत्तर दिन सक्नुहुनेछ भन्दै म तपाईँहरूलाई दफा 35 तिर लान चाहेँ। अब
चाक्ला मलाई लाग्छ चाक्ला वन सम्बन्धी व्यवस्था यति नै हो। र अब म अर्को परिच्छेद जुन चाहिँ के भनिएको छ त परिच्छेद 4 साझेदारी वन सम्बन्धी व्यवस्था रहेको छ। अब तपाईँहरूलाई यो मुख्य हेडिङबाट मुख्य उसबाट के प्रश्न सोध्न सक्छ भन्दा साझेदारी वन सम्बन्धी व्यवस्था मध्य प्रदेश वन ऐन 2077 को कुन परिच्छेदमा रहेको छ सोध्न सक्यो। त्यो भनेको के भयो त उत्तर परिच्छेद 4। त्यस्तै परिच्छेद 4 मा मध्य प्रदेश वन ऐन 2077 मा परिच्छेद 4 मा के सम्बन्धी व्यवस्था रहेको छ भनेर तपाईहरुलाई सोध्यो भने त्यसको उत्तर के भयो त साझेदारी वन सम्बन्धी व्यवस्था। अब यो साझेदारी वन भनेको अलिकति म कुरा गर्छु साझेदारीमा गरिने। त्यसमा तीनवटा निकायहरू हुन्छन्। एउटा सरकार हैन, सरकार, अर्को स्थानीय तह, र उपभोक्ता। हेर्नुस् यो तीनवटा निकायको सहकार्यमा साझेदारीमा व्यवस्थापन गर्ने वन हो। यो तीनवटा निकायको के हुन्छ त साझेदारीमा। यी तीनवटा चाहिँ यसका चाहिँ के हो त साझेदार निकायहरू भए। यी तीनवटा साझेदार निकायको समन्वय सहकार्यमा व्यवस्थापन गरिने वन हाम्रो साझेदारी वन हो। जुन चाहिँ संघीय वन ऐनको दफा 23 मा चाहिँ यसका बारेमा व्यवस्था गरेको छ भने यो मध्य प्रदेश वन ऐन 2077 को चाहिँ दफा 35 मा साझेदारी वन सम्बन्धी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ। त्यसमा के कुराहरू छन् त्यो कुराहरू अब हेरौँ। दफा 35 को उपदफा 1 नभनेर यसमा चाहिँ दफा 35 मा के कुरा गरेको छ प्रदेश सरकारले, कसले त प्रदेश सरकारले देखाएका उद्देश्यहरूको लागि प्रदेशभित्रका राष्ट्रिय वनको कुनै भागलाई डिभिजन वन कार्यालय स्थानीय तह वन उपभोक्ताको साझेदारीमा तोकिए बमोजिम व्यवस्थापन गर्न सक्ने भयो। यो तोकिए बमोजिम कसरी गर्ने, उपभोक्ता समूह कसरी गठन गर्ने, उपभोक्ता समूहमा को हुने, यी सबै कुराहरू नियमावलीमा छन्। हामी नियमावलीमा त्यो कुराहरू छलफल गर्छौँ। अहिले चाहिँ यहाँ के उद्देश्यका लागि रहेछ तपाईलाई अब प्रश्न सोध्न सक्छ। साझेदारी वन व्यवस्थापन गर्नुको मुख्य उद्देश्य के हो? यो 5वटा उद्देश्यहरू। त्यस्तै साझेदारी वनका मुख्य साझेदारहरू को हुन् भने डिभिजन वन कार्यालय भनेको सरकार हो। अघि मैले तपाईलाई सरकार भनेको थिएँ, स्थानीय तह र उपभोक्ता। अब यसको उद्देश्य के हो भन्दाखेरि वनको विकास र व्यवस्थापन गरी। हेर्नुहोस् है, वनको विकास र दिगो व्यवस्थापन गरी भनेको छ। वनको विकास गर्नु पर्यो, दिगो व्यवस्थापन गर्नु पर्यो। स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन। त्यो स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा भनेको लोकल एन्ड के भन्छ हाम्रो नेसनल इकोनोमीमा चाहिँ कन्ट्रिब्युट पुर्याउने भनेको स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा चाहिँ के गर्ने त टेवा पुर्याउनको लागि। दोस्रो खमा के भन्यो वन क्षेत्रबाट टाढा रहेका। हेर्नुहोस् है, यो वन क्षेत्र छ। अब वन क्षेत्रको नजिक बस्ने गाउँघर मात्र होइन। हेर्नुहोस् है, नजिक बस्ने गाउँघरहरू मात्र होइन, वन क्षेत्रबाट टाढा रहेका। यो टाढा यहाँनिर पनि हुनसक्छ। हेर्नुहोस् है, वन क्षेत्रबाट के भयो त टाढा रहेका घरधुरीहरू। वन क्षेत्रबाट कहाँ रहेका त अब टाढा रहेका यो घरधुरीहरू। नजिक होइन, टाढामा, नजिक मात्र होइन टाढा पनि के टाढा रहेका र परम्परागत उपभोक्ता जो चाहिँ परापुर्खादेखि यहीँ चाहिँ वन पैदावारका लागि जाने गरेका छन्। हेर्नुहोस् है, परम्परागत उपभोक्तालाई वनको संरक्षण तथा व्यवस्थापन कार्यमा सहभागी गराए त्यस्ता उपभोक्ताको वन स्रोतमा पहुँच बढाई वन पैदावार आपूर्तिको व्यवस्था गर्ने। अब यिनीहरूको पहुँच बढाउने के यहाँ चाहिँ पहुँच नहुन सक्छ टाढा भएको कारणले गर्दा यिनीहरूको पहुँच बढाउनु पर्यो। कसरी त भन्दा वन क्षेत्रको संरक्षण व्यवस्थापन कार्य गर्ने, पहुँच बढाउने र यहाँ वन पैदावार पनि उनीहरूलाई आपूर्तिको व्यवस्था गर्नको लागि। खले भन्यो। गले के भन्यो वन क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न। अब यो वन क्षेत्रको उत्पादन पनि बढाउनु पर्यो। अब त्यो उत्पादकत्व चाहिँ कसरी बढ्छ त भन्दा यी साझेदारी वनहरू व्यवस्थापन गर्दै गर्दा हामीले अब वन सम्वर्धन प्रणाली अपनाउनु पर्छ। यो साझेदारी मात्र होइन, सामुदायिक वनदेखि सम्पूर्ण वनहरूलाई अब हामीले वन के भन्छ यो वन सम्वर्धन प्रणाली अपनाउनै पर्छ। सबै प्रदेशहरूले त्यसको चाहिँ यो मार्गदर्शनहरू तयार गरिसकेका छन्। लुम्बिनीमा धेरै अगाडिदेखि लागू छ। अरू प्रदेशले पनि अब बिस्तारै लागू गर्दै जानेछन्, काम गर्दै जानेछन् र मध्य प्रदेशमा पनि यो काम भइरहेको छ। अब गमा के भन्यो वन क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न र घमा के भन्यो जैविक विविधता बायोडाइभर्सिटी, सिमसार वेटल्यान्ड तथा जलाधार होइन जलाधार क्षेत्र वाटरसेड एरिया को संरक्षण तथा सम्वर्धन गर्नको लागि हामीले साझेदारी वनको रूपमा व्यवस्थापन गर्ने। त्यस्तै
स्थानीय जनताको जीविकोपार्जनमा सुधार ल्याउनको लागि। यो चाहिँ मुख्य 5वटा उद्देश्यको लागि हामीले के गर्छौँ त साझेदारी वनको व्यवस्थापन गर्छौँ। के को आधारमा भन्दा 3वटा निकायसँगको सहकार्यमा, त्यो भनेको वन कार्यालय, त्यो भनेको सरकारको तर्फबाट सरकार भयो, स्थानीय तह त्यो भनेको चाहिँ हाम्रो स्थानीय सरकार भयो, र अर्को चाहिँ हाम्रो वन उपभोक्ता समूह उपभोक्ताहरू मिलेर यी 5वटा उद्देश्यको लागि गर्ने। कुन कुन उद्देश्यका लागि चाहिँ हामीले यो साझेदारी वनको रूपमा चाहिँ सरकारद्वारा व्यवस्थित वनलाई, प्रदेश सरकारद्वारा व्यवस्थित वनलाई हामीले व्यवस्थापन गर्न सक्छौँ भन्यो भने यो 5वटा उद्देश्यहरू। अब हाम्रो सङ्घीय ऐनमा पनि यही कुराहरू गरेको छ। यहाँ मैले राखेको यो हरियोमा भएको चाहिँ सङ्घीय ऐनमा भएको, जस्तो वनको विकास र दिगो व्यवस्थापन गरी अर्थतन्त्रमा टेवा पुर्याउन, जुन यहाँ चाहिँ राष्ट्रिय र स्थानीय भनेको छ, उही कुराहरू हो। त्यस्तै खमा वन क्षेत्रको नजिक वा टाढा रहेका, हेर्नुहोस् सेम कुरा छ, परम्परागत उपभोक्तालाई वनको संरक्षण कार्यमा सहभागी गराई, होइन सहभागी कार्यमा सहभागी गर्न टाढा भएकालाई, र त्यस्ता उपभोक्तालाई वन पदार्थको आपूर्तिको व्यवस्था गर्न, र गमा वन क्षेत्रको उत्पादकत्वमा अभिवृद्धि गर्न तथा खाली क्षेत्रको उपयोग गर्न। यहाँ उत्पादकत्वमा अभिवृद्धि गर्न मात्र भनेको छ, त्यो वन क्षेत्रमा खाली क्षेत्र छ भने त्यसलाई उपयोग पनि गर्ने अर्को उद्देश्यले लेखेको रहेछ। र घमा जैव विविधता तथा जलाधार क्षेत्रको संरक्षण र सम्वर्धन गर्न भनेर सेम कुराहरू छ भने गमा उपभोक्ताहरूको जीविकोपार्जनमा सुधार ल्याउन सेम कुराहरू चाहिँ दुइटै ऐन नियमावलीमा के अरे ऐनमा गरिएको छ। सङ्घीय ऐन यो हरियोको, यताको चाहिँ हाम्रो प्रदेश मध्य प्रदेशको वन ऐनको कुराहरू भयो। अब यसबाट सोध्न सक्ने प्रश्न भनेको यही दुईवटा कुराहरू भए। एउटा चाहिँ साझेदारी वनको बारेमा दफा कतिमा व्यवस्था गरिएको छ, यो चाहिँ हाम्रो दफा 35। त्यस्तै साझेदारी वनका साझेदारहरू को हुन् भनेको यहाँ छ, यो चाहिँ के भयो त साझेदारहरू भए, यो एउटा यो दुईटा होइन, यो चाहिँ के भयो त साझेदारहरू भए है। त्यस्तै साझेदारी वन व्यवस्थापनको मुख्य उद्देश्य के हुन् भन्यो भने यी 5वटा चाहिँ के भयो त मुख्य उद्देश्य, यो अथवा यो, यिनीहरू के भयो त साझेदारी वनको व्यवस्थापनका उद्देश्यहरू हुन्। तपाईँले यो कुराहरू चाहिँ याद गर्नु पर्यो। साझेदारी वन व्यवस्थापन गर्नुको मुख्य उद्देश्य के हो भन्ने कुरा तपाईँहरूले यादै गर्नुपर्छ। त्यस कारणले गर्दा जसरी पनि यो याद गर्नु पर्यो है। यसलाई चाहिँ कसरी हुन्छ तपाईँले याद गर्नु पर्यो। यो मध्ये कुनै तपाईँको अप्सन चाहिँ आउन सक्छ प्रश्नमा, त्यस कारणले गर्दा यसलाई राम्रोसँग पढ्नु पर्यो, बुझ्नु पर्यो तपाईँले। अब म तपाईँ दफा 36मा लएर तपाईँहरूलाई जोड्न चाहेँ। यसमा के व्यवस्थाको बारेमा कुरा गरिएको छ भन्दा साझेदारी वन र साझेदारी वन व्यवस्थापन क्षेत्रको निर्धारण गर्ने कुरा चाहिँ दफा 36ले गरेको रहेछ। अब डिभिजन वन कार्यालयले दफा 35 को उद्देश्य पुरा गर्न भनेको अघि कदेखि गसम्मका है राष्ट्रिय र के भन्छ स्थानीय अर्थतन्त्रमा चाहिँ टेवा पुर्याउन, अनि वनदेखि टाढा रहेका परम्परागत उपभोक्ताहरूलाई वन संरचना सहभागी गराई उनीहरूको वन पदार्थको आपूर्ति गराउन, वन क्षेत्रको उत्पादकत्व र खाली क्षेत्रहरूको व्यवस्थापन गर्न, जैव विविधता र जलाधार क्षेत्रहरूको संरक्षण गर्न, उपभोक्ताहरूको चाहिँ के भनिएको छ त जीविकोपार्जनमा सहयोग पुर्याउने जुन 5वटा उद्देश्यहरू छ, त्यो उद्देश्य पुरा गर्न उपयुक्त वन क्षेत्रको पहिचान गरी साझेदारी वन क्षेत्रको निर्धारण गर्न सकिन्छ। अब त्यो कामहरू गर्नलाई चाहिँ यो वनको चाहिँ कुन चाहिँ उपयुक्त क्षेत्र हो त त्यो कुरा पहिचान गर्ने भनेको। र 2मा के भन्यो, उपदफा 1 बमोजिम साझेदारी वनको क्षेत्र निर्धारण पछि साझेदारी वनको क्षेत्र निर्धारणका लागि चाहिँ हाम्रो यो नियमावलीमा चाहिँ के आधारहरू तोकेको छ, कुन भन्दा सङ्घीय नियमावलीमा त्यो कुराहरू पनि सायद मैले यहाँ राखेको छु, अहिले तपाईँहरूलाई देखाउँछु है। 1 बमोजिम साझेदारी वनको क्षेत्र निर्धारण पछि वनमा पहुँच नभएका, वन क्षेत्रबाट टाढा रहेका परम्परागत उपभोक्ता र वन व्यवस्थापनको चाहना राख्ने स्थानीय तहका निश्चित ओडाका भौगोलिक सिमानाहरूलाई आधार बनाई साझेदारी वन व्यवस्थापन क्षेत्र निर्धारण गर्नुपर्छ भन्ने कुराहरू गर्यो। र यस अनुसार तपाईँहरूलाई के प्रश्न सोध्न सक्यो भन्दा अब साझेदारी वन क्षेत्र चाहिँ व्यवस्थापन क्षेत्र निर्धारण गर्ने आधार के हो भनेको छ। यहाँ के भन्यो त, क्षेत्र निर्धारण वनमा पहुँच नभएका, वन क्षेत्रबाट टाढा रहेका परम्परागत वन उपभोक्ता होइन र वन व्यवस्थापनको चाहना राख्ने स्थानीय तहका निश्चित ओडाका भौगोलिक सिमानाहरूलाई आधार बनाई साझेदारी वन व्यवस्थापन क्षेत्र निर्धारण गर्नुपर्ने कुराहरू गर्यो। अब यो कुराहरू चाहिँ ऐन नियमावली जस्तो कुरा गर्यो। नियमावलीमा चाहिँ त्यो यो भौगोलिक क्षेत्रभित्र को बस्ने को पर्ने भन्ने कुराहरू, जस्तो वन नियमावली 2079 को चाहिँ नियम 60मा चाहिँ क्षेत्र निर्धारण र कार्ययोजना तर्जुमा भन्ने कुराहरू गरेको छ। यो क्षेत्र निर्धारणलाई के भनेको छ यसले भन्दाखेरि हेर्नुहोस् है, डिभिजनल वन अधिकृतले स्थानीय तहको परामर्शमा, कसको त स्थानीय तहसँगको परामर्शमा तथा साझेदारी वन उपभोक्ता समूहको सहभागितामा
साझेदारी वन उपभोक्ता समूहको सहायता दिएका विषयलाई आधार लिई साझेदारी वन व्यवस्थापन क्षेत्र निर्धारण गर्नुपर्छ। नियम 14 बमोजिमको रणनीतिक योजनाले साझेदारी वनको रूपमा व्यवस्थापन हुन सक्ने भनी पहिचान गरेको क्षेत्र, जुन नियमावलीको नियम 14 मा चाहिँ यो आवधिक रणनीतिक योजना बनाउनु पर्छ भनेको छ। त्यो आवधिक रणनीतिक योजना बनाउँदा चाहिँ प्रत्येक वन क्षेत्र डिभिजनल वन अधिकृतले आफ्नो क्षेत्रको वन क्षेत्रलाई कुन कुन व्यवस्थापन पद्धतिमा लान चाहिन्छ त्यो कुरा चाहिँ म्यापिङ गर्नुपर्छ भन्ने कुराहरू छ, त्यो पहिचान गरिएको। र एनको दफा 23 को दफा 1 बमोजिमका उद्देश्य उपयुक्त हुन सक्ने वन क्षेत्र भनेको अघि हामीले जुन 5वटा उद्देश्य भन्यो 35 को हो, त्यही उद्देश्य हो जुन मैले तपाईँहरूलाई अघि देखाएको थिएँ। यसको आधारमा चाहिँ साझेदारी क्षेत्रको चाहिँ कार्ययोजना र क्षेत्र निर्धारण गर्न सकिनेछ भन्ने कुराहरू गरेको रहेछ। अब यो चाहिँ आधारहरू यहाँ पनि गरेको छ। यो के आधारमा चाहिँ हामी साझेदारी वनको क्षेत्र निर्धारण गर्न सक्छौँ भन्ने कुराहरू प्रश्न सोध्न सक्यो। अब म तपाईँलाई दफा 37 को उपदफा 1 मा लान चाहे, जस्तो साझेदारी वन उपभोक्ता समूह गठन गर्न सक्ने कुराहरू यहाँ गरिएको छ। साझेदारी वनको विकास, संरक्षण र व्यवस्थापनका लागि उपभोक्ताको तर्फबाट आवश्यक व्यवस्था गर्न एवं त्यस्तो वनबाट उपभोक्तालाई प्राप्त हुने वन पदार्थको उपभोग गर्न, साझेदारी वन व्यवस्थापन क्षेत्रभित्र पर्ने सम्बन्धित वन उपभोक्ताहरूले डिभिजन वन कार्यालय र स्थानीय तह समेतको सहयोगमा दफा 65 बमोजिम साझेदारी वन उपभोक्ता समूह गठन गर्न सकिनेछ। र यो वन ऐनको दफा 35 मा चाहिँ साझेदारी वन उपभोक्ता समूह गठन सम्बन्धीको प्रावधानहरू रहेको छ। है यसरी के भयो त भन्दा डिभिजन वन कार्यालय र स्थानीय तहको सहयोगमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह गठन गर्न सक्ने भनेको छ। अब यो उपभोक्ता समूह गठन गर्ने प्रावधान चाहिँ सङ्घीय नियमावलीमा अनि हाम्रो यो मध्य प्रदेशको वन नियमावलीमा पनि उल्लेख गरिएको छ। मुख्यतया चाहिँ के भन्छ भन्दाखेरि त्यसको लागि चाहिँ म तपाईँलाई छोटकरीमा भन्छु, पछि हामी नियमावलीमा त्यो छलफल गर्नेछौँ। जस्तो यो चाहिँ हाम्रो वन क्षेत्रको चाहिँ गाउँघरहरू भए, जस्तो यहाँ चाहिँ के छ त भन्दाखेरि यो चाहिँ 2टा गाउँपालिका होला। जस्तो जस्ट मैले एउटा उदाहरण, यहाँ चाहिँ यो 2टा गाउँपालिकाको एउटाको 2 नम्बर वार्ड, एउटाको 3 नम्बर वार्ड, एउटाको 4 नम्बर वार्ड होला, अर्कोको चाहिँ 2टा 1 र 2 होला मानौँ होइन। यो ए भन्ने गाउँपालिका हो, त्यस्तै यो बी भन्ने गाउँपालिका हो। अब ए भन्ने गाउँपालिकाको यो 2, 3, 4 प्रत्येक वडाबाट के हुन्छ त भन्दाखेरि यहाँ चाहिँ यो महिला, दलित, जनजाति अनि त्यसपछिबाट गएर चाहिँ मधेसी सहितको चाहिँ के हुन्छ 7-7 जनाको दरले चाहिँ आउँछन्। ती आइसकेपछि त्यही आधारमा चाहिँ उपभोक्ता समिति गठन हुन्छ। त्यसको विस्तृत चाहिँ हामी पछि छलफल गर्नेछौँ। अहिले मैले यसलाई चाहिँ गरेँ के भन्दा प्रत्येक ओडाको आउँछ कि यो ओडाबाट उपभोक्ताहरू चाहिँ प्रत्येक ओडाबाट प्रतिनिधिको रूपमा आउने हो। यहाँ चाहिँ सामुदायिक वनमा प्रत्येक घरधुरीहरू सदस्य हुन्छन्, उपभोक्ता समितिमा हुन्छन्, समूहमा समितिमा हुन्छन्। तर यहाँ चाहिँ उपभोक्ता व्यवस्थापन क्षेत्र निर्धारण गर्दा यो समिति गठन गर्दा उपभोक्ता समूह गठन गर्दा चाहिँ यहाँबाट चाहिँ के हुन्छ त भन्दाखेरि यो ओडा भेलाले, यो 2 नम्बर ओडाको ओडा भेलाले त्यो मानिसहरू छान्छ, 3 नम्बरकोले छान्छ, 4 नम्बरले छान्छ। त्यो पनि कतै प्रतिनिधिको रूपमा दलित, मधेसी अनि त्यसपछि जनजाति जे छ नि हाम्रो त्यो हो, ती सबैलाई समेटेर प्रत्येक ओडाबाट 7 जनाको दरले आउँछन्। है यो चाहिँ पछि हामी त्यसमा छलफल गर्छौँ। अहिलेलाई मैले यति नै कुरा गरेँ, यहाँ विस्तृत रूपमा म गइनँ है। अब यसबाट कस्तो प्रश्नहरू सोध्न सक्छ भन्ने कुराहरू यहाँ मैले देखाउन गइरहेको छु तपाईँहरूलाई। यसबाट सोध्न सक्ने प्रश्न भनेको साझेदारी वनको क्षेत्र निर्धारणका आधारहरू के हुन् भने अब सङ्घीय वन ऐन अनुसार यी कुराहरू गर्यो र यसले भनेको चाहिँ यो 2 को कुराहरू भयो। अब त्यस्तै साझेदारी वन उपभोक्ता समूह गठन सम्बन्धी व्यवस्था प्रदेश वन ऐन 70 को दफा कतिमा छ भन्यो भने दफा यहाँ हेर्नुहोस् त 65 मा भनेको छ नि यहाँ होइन, दफा 65 बमोजिम भनेको छ। यो चाहिँ के भयो त यसको 2 नम्बरको उत्तर चाहिँ यो भयो। दफा 65 बमोजिम चाहिँ साझेदारी वन उपभोक्ता समूह चाहिँ गठन गर्ने प्रावधान चाहिँ यो मध्य प्रदेशको वन ऐन 2077 मा रहेको छ। यति कुराहरू म गरेँ र अगाडि तपाईँहरूलाई म अब अर्को दफामा लैजान चाहेँ, जुन चाहिँ अर्को बुदामा लान चाहेँ। ल हेर्नुहोस् दफा 38 मा तपाईँहरूलाई लगेँ। दफा 38 मा के भनेको छ, साझेदारी वन उपभोक्ता समूहको कोष सम्बन्धी कुराहरू गरेको छ। यसको उपदफा 1 मा साझेदारी वन उपभोक्ता समूहको आफ्नो छुट्टै कोष हुनेछ र 2 मा उपदफा 1 बमोजिमको कोषमा दिआए बमोजिमको रकम जम्मा गरिनेछ। के रकम जम्मा हुन्छ कोषमा? नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा अन्य निकायहरूबाट प्राप्त रकम, समूहलाई प्राप्त भएको वन पदार्थको बिक्री वितरणबाट प्राप्त हुने रकम। समूहलाई के हुन्छ त यसमा भन्दाखेरि त्यो कुनै पनि वनबाट उत्पादित वन पदार्थको बाँडफाँड हुन्छ। त्यो बाँडफाँड कसरी हुन्छ भन्ने कुरा अहिले पछि आउँछ। त्यो चाहिँ नेपाल सरकारलाई जान्छ
अनि स्थानीय तहलाई जान्छ र अर्को चाहिँ समूहलाई आउँछ। हो, त्यो समूहलाई आएको वन पैदावारको बिक्री वितरणबाट प्राप्त रकम भनेको गमा चाहिँ विभिन्न सङ्घ संस्था र व्यक्तिबाट प्राप्त हुने रकम, कुनै सङ्घ संस्थाहरूले व्यक्तिहरूले सहयोग गर्यो भने त्यो रकम, अन्य शुल्क बापत प्राप्त हुने रकम, अब जरिवानाहरू आदि इत्यादि, अथवा अन्य कुनै शुल्कहरू हुनसक्छ त्यो समूहले लगाउने। कहिलेकाहीँ चाहिँ अब रेक्रिएसनको लागि त्यहाँ चाहिँ भनौँ न समूहमा चाहिँ कुनै मान्छे हिँडडुल गर्दा पिकनिक गर्दा यस्तो शुल्कहरू अन्य भनेको। त्यस्तै गमा पुरस्कारहरू पायो, दण्ड जरिवानाहरूबाट प्राप्त हुने रकम चाहिँ यसको हुनु पर्यो, र अन्य कुनै स्रोतबाट प्राप्त रकम, योभन्दा बाहेक अरू जुनसुकै स्रोतबाट प्राप्त रकम पनि यो कोषमा जम्मा हुन सक्यो। अब तपाईँलाई साझेदारी वनको कोषमा कस्ता किसिमका रकमहरू हुन्छ जम्मा हुन्छन् भनेर प्रश्न सोध्यो भने कदेखि चसम्मको कुरा तपाईँहरूलाई बुझ्नु पर्यो। यो मध्ये के कुराहरू छ त्यही नै सही उत्तर हुने भयो। र 3 नम्बरमा के भन्यो, उपदफा 1 बमोजिमको कोष सञ्चालनका लागि समूहको नाममा एउटा छुट्टै ब्याङ्क खाता हुनेछ। अब यो चाहिँ सङ्घीय नियमावलीमा पनि यो कुराहरू गरिएको छ। कुनै एउटा क वर्गको ब्याङ्कमा चाहिँ छुट्टै खाता हुनेछ भन्ने कुराहरू गरिएको छ। त्यसको लागि कसको हस्ताक्षर हुन्छ भन्दाखेरि अध्यक्ष र त्यो समितिले निर्णय गरेको एकजना कोही सदस्यको नामबाट भन्ने कुराहरू गरेको छ। हामी पछि नियमावलीमा त्यो कुराहरू छलफल गर्नेछौँ होइन। अब उपदफा 4मा के भन्यो, कोषमा रहेको रकम साझेदारी वन व्यवस्थापन र उपभोक्ता समूहको तर्फबाट गरिने खर्च तथा अन्य तोकिएका कार्यहरूमा खर्च गर्नु पर्यो। कार्ययोजनाले भनेका होइन वन विकास संरक्षण सम्वर्धनका क्रियाकलापहरू, सामुदायिक क्रियाकलापहरू अनि प्रशासनिक कामहरू, यी सबै क्रियाकलापमा खर्च गर्न सकियो। र कोषको सञ्चालन तोकिए बमोजिम हुन्छ भने कोष सञ्चालन कसले चाहिँ कोषमा चाहिँ कसको हस्ताक्षरबाट सञ्चालन गर्ने, कसरी गर्ने भन्ने कुरा नियमावलीमा तोकिएको हुन्छ। त्यो कुराहरू हो सञ्चालन भनेको। अब यो वन नियमावली हेर्नुहोस् है, 2079 को चाहिँ 58 नम्बर नियम 58 नम्बर नियममा चाहिँ साझेदारी वन उपभोक्ता समूहको कोष सञ्चालन सम्बन्धी व्यवस्था चाहिँ नियमावलीमा गरिएको छ। यहाँ चाहिँ मध्य प्रदेशले अलिकति ऐनमै केही कुराहरू खुलायो, तर हाम्रो वन ऐन 2076ले यी कुराहरू खुलाएको छैन, जसलाई चाहिँ नियमावलीमा खुलाइएको छ। यहाँ हेर्नुहोस् है, 58मा के भनेको छ भन्दा यो तोकिए बमोजिम हुने भन्ने कुरा नियमावलीले तोक्छ, र त्यो यो चाहिँ साझेदारी वनको पनि नियमावली यो कुरा तोकिएको होला। साझेदारी वन भन्दा नि मध्य प्रदेशको र वन नियमावली त्यो हामी पछि छलफल गर्नेछौँ। तैपनि मैले चाहिँ अहिले सङ्घीय नियमावलीमा के रहेछ त भन्ने कुराहरू देखाएँ। साझेदारी वन उपभोक्ता समूहको कोषको र खाता त्यस्तो उपभोक्ता समूहको अध्यक्ष र नियम 57 को उपनियम 1 बमोजिम साझेदारी वन व्यवस्थापन समिति गठन हुन्छ नि, हो त्यो समितिको सदस्य मध्येबाट सो समितिले छनौट गरेको एकजना व्यक्तिको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ। अब मलाई लाग्छ यो मध्य प्रदेशको नियमावलीमा पनि यही कुरा होला। हामी पछि नियमावलीमा यो कुराहरू हेर्नेछौँ। र साझेदारी वन उपभोक्ता समूहले कोषको रकम सो समूहले स्वीकृत गरेको कार्यक्रम र योजना मात्र खर्च गर्नु पर्यो। यो समूहले के काम खर्च गर्ने त्यो चाहिँ कार्ययोजनामा आधारित भएर उसले गर्नेछ, त्यसमा मात्र खर्च गर्नु पर्यो। र यसरी कोषको रकम खर्च गर्दा डिभिजन वन कार्यालयबाट कार्यक्रम स्वीकृत गराएर मात्र गर्नु पर्यो। कहाँबाट स्वीकृत गराउनु पर्यो? डिभिजन वन कार्यालयबाट। अब नियम 57 को उपनियम 1 बमोजिम साझेदारी वन व्यवस्थापन समिति र सोही नियमको उपनियम 2 बमोजिम कार्यान्वयन इकाइको कार्य सञ्चालन खर्च साझेदारी वन उपभोक्ता समूहको कोषबाट गरिनेछ। यो साझेदारी वनमा चाहिँ 3वटा समितिहरूको परिकल्पना गरेको छ। एउटा उपभोक्ता समूह, त्यसपछि एउटा व्यवस्थापन समिति र अर्को चाहिँ कार्यान्वयन समितिको परिकल्पना गरेको छ। ती सबै कुराहरूमा यो साझेदारी वनको कोषको रकमबाट चाहिँ खर्च गरिने। र 4मा चाहिँ साझेदारी वन उपभोक्ता समूहको आफ्नो चल अचल सम्पत्ति र आम्दानी र खर्चको लेखा तथा अभिलेख प्रचलित कानुन बमोजिम सार्वजनिक निकायको प्रयोजनको लागि स्वीकृत ढाँचामा दुरुस्त राख्नु पर्यो भनेको सार्वजनिक निकायका लागि तोकिएको छ। डबल इन्ट्री खाता सिस्टम भन्नेहरू छ, दोहोरो लेखा प्रणालीमा राख्नु पर्यो भनेको। र साझेदारी वन उपभोक्ता समूहको आम्दानी र खर्चको वार्षिक लेखा परीक्षण प्रचलित कानुन बमोजिम गर्नु पर्यो। अब प्रचलित कानुन बमोजिम चाहिँ लेखा परीक्षकहरू नियुक्त गरेर यो मान्यता प्राप्त नेपाल सरकारबाट मान्यता प्राप्त लेखा परीक्षकहरूबाट गर्नुपर्ने हुन्छ। 6मा डिभिजन वन अधिकृत वा निजले खटाएको कर्मचारीले साझेदारी वन उपभोक्ता समूहले राखेको लेखा र अभिलेख आवश्यकता अनुसार जाँचबुझ पनि गर्न सक्ने छ भन्ने कुराहरू गर्यो। मैले अलिकति यो नियमावलीको केही कुराहरू गरेँ। यो एनबाट सोध्न सक्ने प्रश्न दफा 38बाट भनेको एउटै मात्र प्रश्न यहाँ मैले देखाएँ। साझेदारी वनको कोषमा कस्ता रकम जम्मा गरिनेछ भन्यो भने यही कदेखि चसम्मको हो, यही कुराहरू चाहिँ हेर्नु पर्यो। र यो छुट्टै खाताको व्यवस्था कुराहरू गरेको छ, यहाँ कुराहरू गरेँ र पछि हामी नियमावलीमा यो कुराहरू गर्छौँ। र म तपाईँहरूलाई अब दफा 39मा जोड्न चाहेँ। 39मा के छ त, साझेदारी वनको कार्ययोजना। अब हेर्नुहोस् ल, अब कार्ययोजना कसले बनाउने कसरी गर्ने भन्ने कुराहरू यसले गरेको छ। उपदफा 1मा के भन्यो त, दफा 38 को
साझेदारी वनको दिगो व्यवस्थापनका लागि के कामका लागि त? दिगो व्यवस्थापनका लागि। हेर्नुहोस् है, दिगो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय, हेर्नुहोस् कसले? डिभिजन वन कार्यालय, उपभोक्ता समूहले तोकिए बमोजिमको कार्ययोजना तयार गरी स्वीकृतिको लागि कहाँ पेश गर्नु पर्यो? निर्देशनालयमा। अब कसले कार्ययोजना बनाउने चाहिँ डिभिजन वन कार्यालयले हो, तर त्यसमा उपभोक्ता समूह पनि चाहिँ संलग्न हुन्छ र त्यसमा स्थानीय तहको परामर्श लिनुपर्छ भन्ने कुरा सङ्घीय नियममा उल्लेख गरिएको छ। र उनीहरूले कार्ययोजना बनाएर कहाँ पेश गर्नु पर्यो? निर्देशनालयमा। कार्ययोजना कसले बनाउँछ? डिभिजन वन कार्यालयले। कहाँ पेश गर्छ? निर्देशनालयमा। कसको परामर्श लिनुपर्छ भनेर सोध्यो भने स्थानीय तहको। र कसको सहकार्यमा कार्ययोजना बनाउनुपर्छ भन्यो भने उपभोक्ता समूहको। है, यसरी यसबाट 3वटा 4वटा प्रश्नहरू सोध्न सक्छ। मैले यहाँ केही प्रश्न त राखेको छु। अब उपदफा 2मा के भन्यो भन्दा साझेदारी वन व्यवस्थापन कार्ययोजना तर्जुमा गर्दा वन सम्वर्धन प्रणाली, वन व्यवस्थापन सम्बन्धी परम्परागत अभ्यास, जलवायु उथनशीलता र वातावरणीय पक्षलाई समेट्नुपर्छ भनेर यसले चाहिँ स्पष्ट यो एनको दफा 39को उपदफा 2मा वन सम्वर्धन प्रणाली अपनाउनु पर्छ भन्ने कुरा नै स्पष्ट रूपमा तोकिदियो। तर हाम्रो सङ्घीय नियम एनमा यो कुरा नतोके पनि नियमावलीमा चाहिँ जुनसुकै वनको, यो साझेदारी वन होस्, सामुदायिक वन होस्, कबिलियती वन होस् अथवा चाहिँ अरू किसिमका सरकारद्वारा व्यवस्थित वन हुन्, जुनसुकै वनका लागि पनि नियमावलीको नियम 15 अनुसार वन सम्वर्धन प्रणाली यो चाहिँ परम्परागत अभ्यासहरू अपनाउनु पर्नेछ भन्ने कुरा उल्लेख गरिएको छ। अब यो दफा 39को उपदफा 3मा के कुरा उल्लेख गरिएको रहेछ भन्दा एक बमोजिम पेश भएको कार्ययोजनामा कुनै हेरफेर गर्न आवश्यक देखिएमा निर्देशकले त्यस्तो कार्ययोजना डिभिजन वन कार्यालयमा फिर्ता पठाउन सक्छ। पेश गरिसकेपछि निर्देशनालयमा निर्देशकले के गर्छ? फिर्ता पठाउन सक्छ र डिभिजन वन कार्यालयले उपभोक्ता समूहसँग समन्वयमा आफ्नो रायसहित आवश्यक हेरफेर गरी निर्देशनालयमा पठाएपछि सो कार्ययोजना निर्देशकले स्वीकृत गर्नेछ। अब यो साझेदारी वनको कार्ययोजना कसले स्वीकृत गर्छ भन्यो भने प्रदेश वन निर्देशकले। है, यो सङ्घीय नियममा पनि त्यही कुराहरू उल्लेख गरिएको छ। र 4मा के भन्यो? उपदफा 3 बमोजिम स्वीकृत भएको कार्ययोजना उपभोक्ता समूह र स्थानीय तहको सहयोगमा डिभिजनल वन अधिकृतले कार्यान्वयन गर्नेछ। कार्यान्वयन कसले गर्नेछ? डिभिजनल वन अधिकृतले। कसको समन्वयमा भन्यो भने स्थानीय तह र उपभोक्ताको समन्वयमा भन्ने कुराहरू। अब यसबाट सोध्न सक्ने प्रश्नहरू भनेको के हो त भन्दा साझेदारी वनको कार्ययोजना कसले तयार गर्छ भन्ने कुराहरू यहाँ छ। डिभिजन वन अधिकृतले। र कसको समन्वयमा भन्यो भने त्यो चाहिँ कसको त? स्थानीय तहको र उपभोक्ता समूह मिलेर बनाउने। साझेदारी वनको कार्ययोजना स्वीकृतिका लागि कुन निकायमा पेश गर्नुपर्छ भन्यो भने यहाँ निर्देशनालयमा पेश गर्नुपर्छ। यसको उत्तर है। अब यो 2को उत्तर, साझेदारी वनको कार्ययोजना कसले स्वीकृत गर्छ भन्यो भने निर्देशकले। हेर्नुहोस् यहाँ है, साझेदारी वनको स्वीकृत कार्ययोजना कसले कार्यान्वयन गर्छ भन्यो भने डिभिजनल वन अधिकृतले कार्यान्वयन गर्ने कुरा यहाँ गरिएको छ। हेर्नुहोस् यहाँ चाहिँ समन्वय कसको? उपभोक्ता समूह र स्थानीय तहको। र साझेदारी वनको स्वीकृत कार्ययोजना कार्यान्वयन गर्दा कसको सहयोगमा गर्नुपर्छ भन्यो भने यही स्थानीय तह र यहीँ भएको स्थानीय तह र के को त? उपभोक्ता समूहको भन्ने कुराहरू। यसरी यसबाट चाहिँ 4-5वटा प्रश्नहरू तपाईँहरूलाई सोध्न सक्ने प्रबल सम्भावना भएका प्रश्नहरू हुन्। यो सङ्घीय नियमावलीमा पनि यही व्यवस्थाहरू छ। यसमा कुनै किसिमको फरक परेन। तपाईँहरूलाई जे प्रश्न सोधे नि यसको बारेमा यति कुरा जान्नुभयो भने तपाईँले उत्तर दिन सक्नुहुन्छ। अब म अर्को दफा 40मा लगेँ। दफा 40मा के कुराहरू गरेको छ भन्दा साझेदारी वनको वन पैदावार उपयोग र बिक्री वितरणको व्यवस्था गरिएको छ। साझेदारी वनबाट सङ्कलन गरिएका वन पैदावारहरू कसरी चाहिँ बिक्री वितरण गरिन्छन् त भन्ने कुराहरू। हेर्नुहोस् है, साझेदारी वनबाट उत्पादित काठदाउरा मध्ये 50% हेर्नुहोस् जति काठ उत्पादन भयो, यदि मानौँ एउटा मैले जस्ट उदाहरण दिएँ 100 CFT काठ उत्पादन भयो। हेर्नुहोस् है, मध्ये 50% भनेको यो 50% भनेको कति हुने भयो त? 50%, 50 क्युबिक फिट। है, कसलाई जान्छ? यो साझेदारी उपभोक्तालाई। हेर्नुहोस् है, साझेदारी उपभोक्ता भनेर भने मैले है। अनि 10% सम्बन्धित स्थानीय तहलाई। यो भनेको अब यसको चाहिँ 10% भनेको के भयो त? 10 CFT चाहिँ कसलाई जाने भयो? स्थानीय तहलाई। है, स्थानीय तहलाई जाने भयो। 50-60 भयो होइन। र 20% प्रदेश सरकारलाई र 20% कसलाई? प्रदेश सरकारलाई। र 20% नेपाल सरकारलाई र अर्को 20% चाहिँ कसलाई जाने भयो त? नेपाल सरकारलाई जाने भयो। तपाईँलाई अब सोध्न सक्ने प्रश्न यही हो, साझेदारी वनबाट उत्पादित काठदाउरा
को बिक्री वितरण कसरी हुन्छ, के अरे बाँडफाँड कसरी हुन्छ भनेर सोध्न सक्यो भने 50% उपभोक्ता समूहलाई होइन, 10% सम्बन्धित स्थानीय तहलाई, जुन स्थानीय तह पर्छन् त्यो स्थानीय तहलाई जाने हो। जस्तो 2टा 3टा स्थानीय तह, 4वटा 5वटा नि हुनसक्छ। अब त्यो स्थानीय तह मध्ये चाहिँ स्थानीय तह एलाई, बीलाई, सीलाई कति चाहिँ जानेछ भन्ने कुरा यहाँ दफा 2 उपदफा 2मा चाहिँ उल्लेख गरेको होला। र प्रदेश सरकारलाई 20%, 20% चाहिँ कसलाई त नेपाल सरकारलाई भनेर 20-20, 40, 10, 50, 50 यसरी चाहिँ बाँडफाँड भयो होइन। नेपाल सरकारलाई 20, प्रदेश सरकारलाई 20, स्थानीय तहलाई 10 र कसलाई चाहिँ 50 भन्दा साझेदारी वन उपभोक्ता समूहलाई 50। अब सङ्घीय नियमावलीमा चाहिँ यसको छुट्टै व्यवस्था गरिएको छ, अहिले म यहाँ देखाउँला। र 2मा के भन्यो भन्दा उपदफा 1 बमोजिमको अनुपातमा बाँडफाँडबाट साझेदारी वन उपभोक्ता समूहलाई प्राप्त काठ दाउरा डिभिजन वन कार्यालयको समन्वयमा उपभोक्ता समूहले बिक्री वितरण गर्न सक्ने भयो। अब यो बाँकी उसलाई आएको 10% के अरे 50% दाउरा छ नि हो, त्यो 50% दाउरा चाहिँ जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरेर उनीहरूले बिक्री वितरण गर्न सक्ने भयो र समूहलाई बाँडफाँड गरी। अब सबभन्दा पहिलो प्राथमिकता समूहलाई दिनु पर्यो र समूहलाई बाँडफाँड गरेर बाँकी रहेको काठ दाउरा चाहिँ जिल्लाभित्र आन्तरिक खपतका लागि प्राथमिकता दिनु पर्यो। कसलाई त? जिल्लाभित्रलाई, अरू समूहलाई अरूलाई दिनु पर्यो र जिल्लाभित्रको प्राथमिकतालाई दिई बाँकी रहेको डिभिजन वन कार्यालयले लिलाम बिक्री गर्न सक्नेछ। यसरी लिलाम बिक्रीबाट प्राप्त रकम चाहिँ उपदफा 1 बमोजिमको अनुपातमा बाँडफाँड गरिनेछ। अब सङ्घीय ऐन नियमले यो कुराहरू भनेको छैन। के भनेको छ भन्दाखेरि सङ्घीय ऐन नियमले चाहिँ 70% उपभोक्तालाई, 30% चाहिँ सरकारलाई भनिएको छ त्यो काठ दाउरा। र त्यो काठ दाउरा चाहिँ उपभोक्ता समूहले नै सबै आफ्नै किसिमले गर्न सक्ने कुराहरू गरिएको छ। तर हाम्रो मध्य प्रदेशको बनले के भन्यो त, पहिला उपभोक्ताले कसलाई बाँड्छन् त? उपभोक्ता समूहलाई बाँड्छन्। दोस्रो जिल्लाभित्र आपूर्ति गर्ने, जस्तो सङ्घीय वन नियमावलीको मलाई लाग्छ नियम 25-22 होला सायद है। के भनेको छ त भन्दाखेरि यो जनसङ्ख्याहरू बढी भएका र वन क्षेत्र कम भएको यस्ता जिल्लाहरूमा जिल्ला वन बजार आपूर्ति समितिका लागि सामुदायिक वन साझेदारी वनहरूले उपभोक्ता समूहलाई बिक्री वितरण गरेर बाँकी रहेको काठ दाउरा मध्ये 25% चाहिँ साल जातको चाहिँ जिल्ला वन बजार आपूर्ति समितिलाई दिनुपर्ने भनेको छ। अनि त्यसमा चाहिँ जस्तो जनसङ्ख्या बढी भएर वन क्षेत्र एकदमै कम भएकोमा चाहिँ 50% भनेको छ। त्यो मध्य प्रदेशका सबै जिल्लाहरू त्यसमा पर्छन्। यस्ता सामुदायिक वनहरूले के अरे साझेदारी वनहरूले सामुदायिक वनहरूले बिक्री वितरण गरेर बाँकी भएको चाहिँ 50% काठ दाउरा कसलाई दिनु पर्यो? अब जिल्ला वन पैदावार आपूर्ति समितिलाई। र त्यसभन्दा बाँकी रहेको काठ दाउरा चाहिँ अब कसले भन्दाखेरि डिभिजन वन कार्यालयले लिलाम बिक्री गरिदिनेछ र लिलाम बिक्री गरिसकेपछि माथि भनेअनुसारको रकम चाहिँ बाँडफाँड हुन्छ भनेको है। यहाँ चाहिँ अब त्यो उपभोक्ता समूहले गर्ने भएन, डिभिजनल वन अधिकृतले नै गरिदिनु हुनुभयो है। अब 3मा के भन्यो? साझेदारी वन व्यवस्थापनबाट समूहलाई प्राप्त हुने काठ दाउरा उपभोक्ता समूहको आन्तरिक खपतका लागि प्राथमिकता दिई बाँकी रहेको काठ दाउरा डिभिजन वन कार्यालयको सहमतिमा लिलाम बिक्री गर्न सकिने पनि भयो भन्ने कुराहरू गर्यो। यो चाहिँ यहाँ माथिल्लोले भनेको चाहिँ जुन यो छ नि, यो स्थानीय तहको 10% अनि 20% प्रदेश सरकारको 20% नेपाल सरकारलाई आउने चाहिँ डिभिजन वन अधिकृतले लिलाम बिक्री गर्ने भयो। अब यो 3 अनुसार समूहलाई प्राप्त भएको काठ दाउराहरू चाहिँ समूहले आन्तरिक खपत गर्छ अनि यो सङ्घीय वन नियमावली अनुसार उसलाई छुटाउँछ। कसलाई? जिल्ला वन पैदावार आपूर्ति समितिलाई छुटाउँछ र बाँकी भएको चाहिँ उसले वन कार्यालयको सहमति लिएर लिलाम बिक्री गर्न सक्छ भनिएको छ है। यसले चाहिँ त्यो कुराहरू भन्यो। अब 4मा के भन्यो? साझेदारी वन व्यवस्थापन क्षेत्रभित्र 1 भन्दा बढी स्थानीय तह रहेको भएमा 2 बमोजिम स्थानीय तहलाई प्राप्त हुने रकम बाँडफाँड गर्दा जनसङ्ख्याको आधारमा समानुपातिक रूपमा बाँडफाँड गर्ने रे। अब तपाईँलाई सोध्न सक्ने प्रश्न पनि हो कि जस्तो साझेदारी वनको यो वन पैदावार बिक्री वितरणबाट प्राप्त रकमको चाहिँ 10% रकम चाहिँ स्थानीय तहले पाउँछ। अब त्यो साझेदारी वन क्षेत्रमा चाहिँ 2वटा 3वटा स्थानीय तह छन् भने त्यो पैसा कसरी बाँडफाँड हुन्छ त भन्ने कुरा सोध्छ। यसले चाहिँ समानुपातिक रूपमा भनेको जनसङ्ख्याको आधारमा, के को आधारमा? जनसङ्ख्याको आधारमा। जसमा जनसङ्ख्या बढी छ त्यसले बढी पाउने भयो, कम जनसङ्ख्या हुनेले कम पाउने भयो, त्यो भनेको चाहिँ यो है। तर नेपाल सरकारबाट माग भइ आएमा प्रदेश सरकारले उपलब्ध गराउन सक्नेछ। तर त्यो स्थानीय उसलाई भएको रकमहरू नेपाल सरकारबाट त्यस्तो रकम माग भइ आएमा चाहिँ अब नेपाल सरकारलाई पनि उपलब्ध गराउन सक्नेछ भन्ने कुराहरू गर्यो। अब यहाँ सङ्घीय नियमावलीमा भएको व्यवस्थाको बारेमा मैले यहाँ राखेको छु। जस्तो 64मा वन पैदावार उपयोग तथा बिक्री वितरण भनेको छ। यसमा के कुरा गर्यो भन्दा
साझेदारी वनबाट उत्पादित काठदाउराको 70% काठदाउरा चाहिँ उपभोक्ता समूहलाई होइन साझेदारी वन उपभोक्ता समूहलाई उपलब्ध गराए बाँकी रहेको 30% काठदाउरा डिभिजनल वन अधिकृत नियम 25 बमोजिम लिलाम बिक्री गर्ने। अब नियम 25 बमोजिम चाहिँ उसले के गर्छ त भन्दाखेरि लिलाम बिक्री गर्ने, त्यो लिलाम गर्छ, लिलाम गरेर बाँकी भएको रकम चाहिँ अब यहाँ माथि भने अनुसार चाहिँ बाँडफाँड हुने भयो है। त्यो रकम चाहिँ 70% जान्छ। यहाँ चाहिँ अब हाम्रो प्रदेश वन ऐनले चाहिँ 50% मात्र भन्यो र सङ्घीय ऐन नियमावली अनुसार 70%सम्म दिनु मिल्यो। र 2मा काठदाउरा बाहेकका बल्लाबल्ली जडीबुटी तथा वनस्पतिक वन पैदावार साझेदारी वन उपभोक्ता समूहको हुनेछ। यो काठ बाहेक अरू सबै साझेदारी वनकै हुन्छ भन्ने कुरा गर्यो। अब यसमा चाहिँ बोलेको छैन केही यस्तो कुराहरू, अरू वन पैदावारको सायद नियमावलीमा बोलेको होला। यस्ता वन पैदावारको सङ्कलन तथा उपयोग स्वीकृत कार्ययोजनामा उल्लेख भए बमोजिम हुनेछ। र 64 को उपनियम 4 मा के भन्यो भन्दाखेरि मैले 3 को कुराहरू रिलेटेड नभएर राखिनँ, 4 को मात्र राखेँ होइन। जस्तो उपनियम 3 बमोजिम बिक्री वितरण गर्दा समूहभित्र खपत नभई बाँकी रहेको काठदाउरा मात्र साझेदारी वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयको सहमति लिए अनुसूची 6 मा उल्लेखित मूल्यमा नघटाए नियम 25 बमोजिम पूर्ण प्रतिस्पर्धाको आधारमा त्यस्तो उपभोक्ता समूह बाहिर बिक्री वितरण गर्न सक्नेछ भन्ने कुराहरू गरेको छ। जस्तो चाहिँ काठदाउराहरूलाई चाहिँ उसले के गर्ने हो त साझेदारी वनले चाहिँ जस्तो यो डिभिजन वन कार्यालयको सहमति लिएर लिलाम बिक्री गर्न सक्यो भनेको नियम 25 बमोजिम समूहले नै गर्न सक्यो। यो जुन यो 4 मा भनेको त्यही कुराहरू नै हो यो। अब यसबाट सोध्न सक्ने केही प्रश्नहरू मैले राखेँ। जस्तो साझेदारी वनको वन पैदावारको बाँडफाँड होइन कसरी हुने व्यवस्था वन ऐनमा रहेको छ भनेको यो चाहिँ प्रदेश वन ऐनको कुरा सोधेँ मैले है। तपाईँलाई मैले पहिला पनि भनेको छु केही पनि नभनिकन यदि कसरी हुनेछ भनेर सोध्यो भने तपाईँले वन नियमावलीमा वन ऐन सङ्घीय वन ऐनमा भएको कुरा गर्नु पर्यो। यदि तोकेर सोध्यो भने यहाँ चाहिँ मैले अलिक सजिलोको लागि अलि ठाउँ धेरै नलियोस् भनेर वन ऐन मात्र भनेर लेखेको हो। यो वन ऐन 2077 मध्य प्रदेशको भनेको यो चाहिँ 50 10 20 20 भनेको छ। अब साझेदारी वनको वन पैदावार समूहलाई बाँडफाँड गरी बाँकी रहेको काठदाउरा के का लागि प्राथमिकता दिनुपर्छ भने समूहलाई बाँडेर रहेको चाहिँ जिल्लाभित्रको आन्तरिक खपतका लागि चाहिँ के गर्नुपर्छ प्राथमिकता दिनुपर्छ भनेर लेखेको यो भयो। यसको उत्तर यो भयो होइन। अनि साझेदारी वनको वन पैदावार समूहलाई बाँडफाँड गरी बाँकी रहेको काठदाउरा जिल्लाभित्र वितरण गरी बाँकी रहेको काठदाउराको कुन विधिबाट कसले बिक्री वितरण गर्न सक्ने प्रावधान प्रदेश वन ऐनमा रहेको छ भन्यो भने यो चाहिँ बाँकी रहेको काठदाउरा डिभिजनल वन अधिकृतले बिक्री वितरण गर्ने कुराहरू है। त्यसपछि साझेदारी वन व्यवस्थापन क्षेत्रमा रहेका एकभन्दा बढी स्थानीय तह जुन यो हाम्रो 4 बमोजिमको कुराहरू बाँडफाँड गर्दा जनसङ्ख्याको आधारमा समानुपातिक रूपमा बाँडफाँड गर्ने यही कुराहरू भनेको छ। यो चाहिँ तपाईँहरूलाई सोध्न सक्ने सम्भावित प्रश्नहरू र यसका उत्तरहरू भए। र यो 64 चाहिँ यो चाहिँ के भयो त हाम्रो सङ्घीय नियमावली भएको व्यवस्थाको बारेमा पनि मैले तपाईँहरूलाई जानकारी दिएँ। योभन्दा के चाहिँ अलिकति फरक छ भन्ने कुराहरू म अब तपाईँहरूलाई अर्को दफामा जोड्न चाहेँ। हेर्नुहोस् है 40सम्म हामीले गऱ्यौँ र 41 नम्बर दफाले के भनेको छ त वन उद्यम तथा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्ने। अब साझेदारी वनहरूले वन उद्यम र पर्यापर्यटन कार्यक्रमहरू पनि सञ्चालन गर्न सक्ने भयो। जस्तो उपभोक्ता समूहले डिभिजन वन कार्यालयबाट स्वीकृत कार्ययोजनाको निर्दिष्ट गरेको वन उद्यम तथा तोकिए बमोजिम पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न सक्ने छन्। त्यस्तै उपदफा 1 बमोजिम उपभोक्ता समूहले पर्यापर्यटन विकास र वन उद्यम गरी गरिब निवारणका लागि तोकिए बमोजिमको वन क्षेत्र पनि प्रयोग गर्न सक्यो। त्यो साझेदारी वनको कुनै निश्चित क्षेत्र चाहिँ तोकिए बमोजिम भनेको नियमावली यहाँ तोकेको होला, उसले चाहिँ गरिबी निवारण वन उद्यमका लागि चाहिँ कुनै क्षेत्र प्रयोग गर्न सक्यो। त्यस्तै दफा 42 मा वन व्यवस्थापन कार्ययोजना संशोधन। अब त्यो बनाइएको कार्ययोजनालाई कसरी संशोधन गर्ने व्यवस्था गरिएको छ त त्यो कुराहरू साझेदारी वन व्यवस्थापन कार्ययोजनामा समयानुकूल संशोधन गर्न आवश्यक भएमा है समयअनुसार समयानुकूल संशोधन गर्न आवश्यक भएमा उपभोक्ता समूहसँगको समन्वयमा डिभिजन वन कार्यालयले वन व्यवस्थापन कार्ययोजना संशोधन गरी निर्देशनालयबाट स्वीकृत गराउनुपर्छ भन्ने कुराहरू गर्यो। अब यसको सम्बन्धमा कस्ता प्रश्नहरू सोध्छ भन्दा प्रदेशभित्रको राष्ट्रिय वनको व्यवस्थापन योजना कसले तयार गर्नुपर्छ। यो चाहिँ यसमा चाहिँ प्रदेशभित्रको पहिलाको प्रश्नहरू आएछ, यसलाई मैले चाहिँ स्किप गरेँ। र यसबाट सोध्न सक्ने प्रश्न भनेको चाहिँ के हो त भन्दाखेरि जस्तो वन उद्यम तथा पर्यापर्यटन कार्यक्रम सञ्चालन कस्ता कस्ता के कार्यक्रम चाहिँ सञ्चालन गर्न सक्छ भने वन उद्यम र पर्यापर्यटन कार्यक्रम कसले सञ्चालन गर्न सक्यो त डिभिजन वन कार्यालयबाट स्वीकृत गराएर उपभोक्ता समूहले। त्यस्तै उपभोक्ता समूहले पर्यापर्यटन विकास र वन उद्यम र गरिबी निवारणका लागि तोकिएको वन क्षेत्र पनि प्रयोग गर्न सक्यो। के कामका लागि प्रयोग गर्न सक्छ भने गरिबी निवारण वन उद्यम आदिका लागि। र समयानुकूल संशोधन कसले गर्न सक्छ
संशोधनको प्रस्ताव कसले गर्छ भनेर तपाईँलाई सोध्यो भने त्यो चाहिँ डिभिजन वन कार्यालय र स्वीकृत कसले गर्छ भन्यो भने अघि जसले पहिला स्वीकृत गरेको थियो उसैले गर्ने हो। त्यो चाहिँ कसले गर्छ त भन्दाखेरि अब हाम्रो डिभिजन वन कार्यालयले होइन कि यो चाहिँ कसले गर्छ त भन्दाखेरि संशोधन चाहिँ अब पनि प्रदेश वन निर्देशकले नै गर्ने हो। अब दफा 43मा के व्यवस्था गरिएको छ भन्ने कुरातिर जोड्न चाहे। साझेदारी वन विकासका लागि खर्च गर्नुपर्ने भनिएको छ। साझेदारी वनले आफूले गरेको आम्दानीको केही रकम चाहिँ वन विकासमा खर्च गर्नुपर्छ। त्यो कति हो त भन्ने कुराहरू यहाँ उल्लेख गरिएको छ। जस्तो साझेदारी वन उपभोक्ता समूहलाई प्राप्त हुने वन पैदावार बिक्री वितरणबाट प्राप्त रकम मध्ये कम्तीमा 25%, हेर्नुहोस् है, कम्तीमा 25% रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी बाँकी रहेको रकम कम्तीमा 50% रकम सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गरिबी न्यूनीकरण, महिला सशक्तिकरण तथा वन उद्यम विकास कार्यमा खर्च गर्नुपर्नेछ र बढीमा 10% रकम चाहिँ प्रशासनिक खर्चमा। अब साझेदारी वनको र आम्दानीको वन पैदावार बिक्री वितरणबाट प्राप्त आम्दानीको कति प्रतिशत? 50% रकम केमा? वनको संरक्षण विकास र 25% रकम, 50 होइन कि 25 है। यो सङ्घीय ऐनमा पनि त्यही कुराहरू गरेको छ, यहाँ म देखाएँ। यो सङ्घीय ऐनको उसमा पनि के भनेको छ भन्दा साझेदारी वनबाट उपभोक्ता समूहलाई प्राप्त हुने वन पैदावार बिक्री वितरणबाट प्राप्त रकम मध्ये कम्तीमा 25% रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी, यहाँ पनि त्यही भनेको छ, सेम कुरा गरिएको छ। बाँकी रहेको रकम हेर्नुहोस्, बाँकी रहेको रकमको कम्तीमा 50%, कम्तीमा 50%, यहाँ पनि दुईटैमा एउटै कुराहरू छ। 50%, 50%, 25% होइन, कम्तीमा 25%। बढी गर्न पाइयो तर योभन्दा कम गर्न पाइएन। कम्तीमा 50% रकम सम्बन्धित स्थानीय तहसँग, कोसँग समन्वयमा? सम्बन्धित स्थानीय तहसँग गरिबी न्यूनीकरण, महिला सशक्तिकरण र उद्यम विकासमा खर्च गर्नु पर्यो। गरिबी न्यूनीकरण, महिला सशक्तिकरण र उद्यम विकासमा खर्च गर्नु पर्यो। अब यसले बाँकी रहेको रकम चाहिँ उपभोक्ता समूहले हितमा खर्च गर्न सकिनेछ भनेको छ। 10%को कुरा चाहिँ सङ्घीय नियमले बोलेको छैन, यसले चाहिँ बोल्यो। अब तपाईँहरूलाई यसबाट आउन सक्ने प्रश्न भनेको कति प्रतिशत रकम वन विकासको संरक्षण र व्यवस्थापनमा खर्च गर्नु पर्यो? अर्को चाहिँ जस्तो यहाँ एउटा प्रश्न यहाँ नराखी नै मैले तपाईँलाई सोधेँ, जस्तो साझेदारी वनले, हेर्नुहोस् है, साझेदारी वनले साब भने यो साझेदारी वनले वन पैदावार बिक्री वितरणबाट प्राप्त रकमको प्राप्त सम्पूर्ण रकम के त्यो जति पाछ सम्पूर्ण रकमको कति प्रतिशत त्यो गरिबी न्यूनीकरण, कुराहरू हेर्नुहोस् है, गरिबी न्यूनीकरण, होइन, गरिबी न्यूनीकरण, महिला सशक्तिकरण र उद्यम विकासमा खर्च गर्नुपर्छ भन्यो भने हेर्नुहोस् है, यहाँ प्राप्त सम्पूर्ण रकमको भनेको छ। यहाँ चाहिँ बाँकी रहेको रकमको 50%। अब एमा तपाईँ उत्तर चाहिँ 50% होला, होइन, बीमा 37.5 होला, डीमा 100% होला, होइन। अब भनौँ सीमा, अब डीमा चाहिँ 60 होला, जति पनि हुन सक्यो भनेपछि अब यसको सही उत्तर कति हुन्छ त भन्दाखेरि हेर्नुहोस् है, यो यसको सही उत्तर चाहिँ 37.5% हुन्छ। कसरी हुन्छ भन्दाखेरि हेर्नुहोस्, यसलाई मैले मेटेर तपाईँलाई देखाएँ। जस्तो यसले के भन्यो भन्दाखेरि सम्पूर्ण रकम भनेको यो वन पैदावार बिक्री वितरणबाट प्राप्त रकम मध्ये चाहिँ कति खर्च गर्नुपर्छ भन्यो भने जस्तो 100 रुपियाँ उसको आम्दानी छ, हेर्नुहोस् है, एउटा उदाहरणको रूपमा यदि 100 रुपियाँ उसको आम्दानी भयो, अब 100 रुपियाँ मध्येबाट कम्तीमा 25% केमा खर्च गर्नु पर्यो? 25% भनेको 25 रुपियाँ भयो 100 को, यो वन विकासमा, यसरी लेखेँ मैले। अब बाँकी रकमको के भनेको छ उसले? बाँकी रकमको 50% भनेको छ के। बाँकी रकम भने कति भयो? बाँकी कति भयो त? बाँकी रकम भने कति भयो त? हेर्नुहोस् त, 75 रुपियाँ भयो। बाँकी कति भयो त? 75 रुपियाँ बाँकी भयो। अब यसको आधी भनेको छ नि त, यसको आधी भने कति हुन्छ त? 50% हो नि त आधी भने, यो भने 37.74 5 हुन्छ के।
हो। त्यही भएर तपाईँहरूलाई कहिलेकाहीँ साझेदारी वनले अथवा सामुदायिक वनको पनि यही कुराहरू छ। वन पैदावार बिक्रीबाट प्राप्त रकम मध्ये कति प्रतिशत चाहिँ यो गरिबी न्यूनीकरण होइन, महिला सशक्तिकरण र वन उद्यममा खर्च गर्नुपर्छ भन्यो भने 37.5%। तर अब तपाईँलाई साझेदारी वन अथवा सामुदायिक वनले वन पैदावारबाट प्राप्त रकम मध्ये वन विकास संरक्षण र व्यवस्थापनमा खर्च गरी बाँकी रहेको रकमको कति प्रतिशत खर्च गर्नुपर्छ गरिबी निवारण महिला सशक्तिकरण उद्यम विकासमा भन्यो भने 50% है। र सम्पूर्ण रकमको भन्यो भने चाहिँ 37.5% भनेर बुझ्नु होला। यसरी चाहिँ नझुकिनु होला। यस्तो कसरी सोधेको छ त्यो कुराहरू हेर्नु पर्यो प्रश्नले। यदि तपाईँले साझेदारी वनले वा सामुदायिक वनले आमदामी गरेको रकमको वन विकासमा खर्च गरेर बाँकी रहेको कति रकम खर्च गर्नुपर्छ भन्यो भने 50%। र यदि सामुदायिक वनले वन पैदावार बिक्री वितरणबाट प्राप्त गरेको रकम सम्पूर्ण रकमको कति प्रतिशत खर्च गर्नुपर्छ गरिबी न्यूनीकरण महिला सशक्तिकरण वन उद्यममा भने 37.5%। यसरी बुझ्नु पर्यो है। यो कुरा चाहिँ मैले तपाईँहरूलाई क्लियर गराएँ। यसमा अब उपदफा 2मा के भन्यो, उपदफा 1मा जुनसुकै कुरा लेखिएको भए तापनि उपभोक्ता समूह वा उपभोक्ता समूहका पदाधिकारीहरूले र कार्ययोजना विपरीत वा यो एन र एसएन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही गरेमा निजहरूलाई एन बमोजिम सजाय हुनेछ भन्ने व्यवस्था गर्यो। र यसबाट सोध्न सक्ने प्रश्न भनेको अघि मैले तपाईँहरूलाई भनिसकेँ त्यही प्रश्नहरू हो। साझेदारी वनको आमदामीको कति प्रतिशत रकम वनको विकास संरक्षण र व्यवस्थापनमा खर्च गर्नुपर्छ, यो भनेको यहाँ छ कम्तीमा 25%। गरिबी न्यूनीकरण महिला सशक्तिकरण तथा उद्यम विकासमा कति खर्च गर्नुपर्छ यहाँ कुरा यसलाई दुई तरिकाले मैले अघि भनिहालेँ तपाईँहरूलाई। यदि यो वन विकासमा खर्च गरेर बाँकी रहेको रकमको कति गर्नुपर्छ भनेर सोध्यो भने 50%। यदि तपाईँलाई सम्पूर्ण रकमको सोध्यो भने 37.5%। अब बढीमा कति प्रतिशत रकम प्रशासनिक खर्च गर्नुपर्छ भन्यो भने यसको चाहिँ के भन्दा यहाँ 10% भयो। यसको उत्तरहरू चाहिँ यति भए। अब म तपाईँहरूलाई यति कुराहरू तपाईँले बुझ्नुभयो होला। यसलाई राम्रोसँग भन्ने मैले चाहिँ मान्यता राखेको छु। पक्कै पनि बुझ्नुभयो होला। यो कुराहरूलाई तपाईँहरूले पटक पटक सुन्नु होला। यदि बुझ्नु भएन भने जुन अघि मैले भनेको कुराहरू मैले के भने त अघि भन्दाखेरि जस्तो यदि तपाईँको कुनै साझेदारी वन अथवा सामुदायिक वनले 100 रुपियाँ खर्च आमदामी गर्यो होइन, 100 रुपियाँ आमदामी गर्यो, यो 100 रुपियाँ मध्ये कति चाहिँ यो गरिबी निवारण यसमा खर्च गर्नुपर्छ भन्यो भने 37.5 रुपियाँ। अब यो 100 रुपियाँ मध्ये 25 रुपियाँ उसले वन विकासमा खर्च गरेको छ, बाँकी भएको 75 रुपियाँबाट कति खर्च गर्नुपर्छ भन्यो भने चाहिँ तपाईँले के भन्नु पर्यो, कति प्रतिशत भन्यो भने 50%। अब यो 100 रुपियाँ मध्येबाट कति प्रतिशत उसले गरिबी न्यूनीकरण महिला सशक्तिकरणमा गर्नुपर्छ 37.5% भन्नु पर्यो। यो दुवै भनेको चाहिँ एउटै हो, पैसामा हिसाब गर्दा एउटै हुन्छ है। यसरी डिफ्रेन्ट अथवा चाहिँ फरक फरक तरिकाले तपाईँलाई सोध्न सक्छ। यो कुरा चाहिँ विचार गर्नु होला भनेर मैले फेरि पनि तपाईँहरूलाई भने यो कुराहरू चाहिँ विचार गर्नुहोस्। अब म तपाईँहरूलाई मलाई लाग्छ अब हामी अन्तिममा आइपुग्यौँ। यो साझेदारी वन सम्बन्धी व्यवस्थाको यो कुराहरू गरियो र यो नियम के अरे दफा 44मा सहयोग लिन सक्ने भनिएको छ। यस परिषद बमोजिम कार्य गर्नका लागि उपभोक्ता समूहले सरकारी तथा गैर सरकारी संस्थासँग सहयोग लिन सक्ने, कुनै पनि सरकारी अथवा गैर सरकारी संस्थाहरूलाई कुनै पनि काम गर्न साझेदारी वनले सहयोग लिन सक्छ भन्ने कुरा यसमा गरिएको छ। अब दफा 45मा के भनियो त भन्दाखेरि उपभोक्ता समूहले आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तोकिए बमोजिम आर्थिक विवरण तथा आफ्नो क्रियाकलापको वार्षिक प्रतिवेदन डिभिजन वन कार्यालय र सम्बन्धित स्थानीय तहसम्म चाहिँ पेश गर्नुपर्नेछ भन्ने कुरा चाहिँ यहाँ उल्लेख गरिएको छ। भनेपछि के भयो त, उपभोक्ता समूहले 3 महिनाभित्र चाहिँ आफ्नो आर्थिक र क्रियाकलाप त्यो समूहले सञ्चालन गरेर सम्पूर्ण क्रियाकलापहरू डिभिजन वन कार्यालय र स्थानीय तहमा पेश गर्नुपर्छ। अब यसबाट यही प्रश्न सोध्न सक्छ, कति महिना, यहाँ हेर्नुहोस् प्रश्न सोध्न सक्छ के साझेदारी वन उपभोक्ता समूहले आर्थिक वर्ष समाप्त भएको कति समयभित्र तोकिए बमोजिमको आर्थिक तथा आफ्नो क्रियाकलापको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ भन्यो भने यो 3 महिना। र कुन कुन निकायमा वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ भन्यो भने यो 2टा निकाय है। यो चाहिँ यसको उत्तर भयो भने। अब उपनियम उपदफा 2 45 दफा 45 को उपदफा 2मा के भन्यो, उपदफा 1 बमोजिम प्राप्त वार्षिक प्रतिवेदनको आधारमा डिभिजन वन कार्यालयले सम्बन्धित उपभोक्ता समूहलाई आवश्यक सुझाव दिन सक्ने भयो। अब यो प्रतिवेदनका आधारमा केही कुराहरू उनीहरूले कमी कमजोरी छ, केही सच्याउनु पर्ने छ भने त्यो प्रतिवेदन चाहिँ कसले के अरे सुझाव कसले दिन्छ कि डिभिजन वन कार्यालयले।
र सो सुझाव कार्यान्वयन गर्नु चाहिँ उपभोक्ता समूहको कर्तव्य हुन्छ। अब यसरी उपभोक्ता समूहले त्यो सुझाव चाहिँ कार्यान्वयन गर्नु पर्यो र यो एकदम महत्त्वपूर्ण प्रश्न हो। कति महिनाभित्र चाहिँ तपाईँहरूले समूहले यो चाहिँ सामुदायिक वन उपभोक्ता समूहलाई नै यही नियम छ, 3 महिनाभित्रै उनीहरूले आर्थिक वर्ष समाप्त भएको 3 महिना, कहिलेकाहीँ यो 3 महिनालाई के भन्नु सक्छ भन्दा आर्थिक वर्ष कहिले समाप्त हुन्छ, असारको अन्तिममा। आर्थिक वर्ष कहिले सुरु हुन्छ, साउन 1 गतेबाट, भनेपछि साउन भदौ असोजभित्र दिनु पर्यो। यसरी पनि सोध्न सक्ला कुन महिनाभित्र दिनुपर्छ भनेर पनि तपाईँलाई सोध्न सक्यो कि 3 महिना भनेको छ, त्यो भनेको साउन भदौ असोज, असोज महिनाभित्र आर्थिक प्रतिवेदन र आफ्नो क्रियाकलापको प्रतिवेदन चाहिँ डिभिजन वन कार्यालय र सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्छ। त्यो साझेदारी वनले पनि सामुदायिक वनले पनि। यसरी मैले तपाईँहरूलाई आज प्रदेश सरकारद्वारा व्यवस्थित वन र अर्को चाहिँ तपाईँहरूलाई साझेदारी वनको व्यवस्था जुन मध्य प्रदेशको वन ऐन 2077मा भएका व्यवस्थाको बारेमा कुरा गरेँ र तपाईँहरूले यो भिडियो एकदम राम्रोसँग ध्यान दिएर चाहिँ पुरा सुन्नुभयो भने प्रदेश सरकारद्वारा व्यवस्थित वन र साझेदारी वन व्यवस्थापनका बारेमा जस्तो प्रश्न सोधे पनि तपाईँहरूले उत्तर दिन सक्नुहुन्छ। र तपाईँहरूले मेरो यो भिडियो कस्तो लाग्यो यसका बारेमा कमेन्ट, यदि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब र सेयर पनि गर्नुहोला। र मेरो बिपी ढकाल भन्ने युट्युब च्यानल छ, त्यो खोज्नुभयो भने अवश्य पनि तपाईँहरूले पाउनुहुन्छ। र धेरैभन्दा धेरै भिडियो सेयर गरेर सब्सक्राइब गरेर सहयोग गरिदिनु होला भन्दै बिदा भए। हस् त, धन्यवाद।